उहाँले यहाँ बस्दै गर्दाखेरि मेरो जन्म भएको थियो। त्यसकारण मेरो जन्मसँग जोडिएको यो भूगोलमा म दोहोऱ्याइ आउन पाउँदा कतै मेरै घरमा मेरै परिवारलाई भेट्न आउन पाए जस्तो लाग्छ। त्यसले साँच्चै मन पुलकित हुन्छ। बिना फाउन्डेसनबाट आयोजना गरिएको यो सप्तरी विचार महोत्सवमा मलाई पनि हिस्सा बन्ने अवसर जुराउनु भएकोमा यसका सभाध्यक्ष, युवा नेता, समाजलाई अगाडि बढाउनको लागि सशक्त भूमिका खेल्ने, मधेसलाई साँच्चै डाइनामिक बनाउन भूमिका खेल्ने युवाहरूका पनि युवा साथीहरूले जुन नेतृत्व गर्नुभएको छ र यसको अध्यक्षता गरिराख्नु भएको छ, उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। उहाँ सँगसँगै विशेष गरी पछिल्लो दिनमा मधेसलाई विचारको हिसाबले डाइनामिक बनाउन, सोचको हिसाबले र राजनीतिक हिसाबले पनि यो पुस्ताले हेर्ने राजनीति, यो पुस्ताले चाहेको राजनीति र यो पुस्ताले गर्न चाहेको राजनीतिको हिसाबले डाइनामिक बनाउनको लागि मधेसी युवा साथीहरू निकै अग्र पङ्क्तिमा हुनुहुन्छ र उहाँहरूले आयोजना गरेको यो विचार महोत्सव, सप्तरी विचार महोत्सवले अघि टिकाजीले भने जस्तै त्यो ठेकीभित्र मन्थन गरिसकेपछि त्यसबाट नौनी पनि निस्किन्छ, त्यसबाट मही पनि निस्किन्छ। यो सप्तरी विचार महोत्सवले पनि मधेसलाई सशक्त बनाउन र समृद्धिको यात्रा तय गर्नको लागि, त्यो यात्रामा अगाडि बढ्नको लागि साँच्चै धेरै महत्त्वपूर्ण कुराहरू फरक तरिकाले सोच्ने वातावरण बनाउँछ होला भन्ने मैले आशा लिएको छु। म राजविराजमा जन्मिएर हुर्किन फेरि खोटाङ फर्किएको, त्यो खोटाङको पहाड नेर्पामा मैले आफ्नो जीवनकाल बिताएको र मैले त्यहाँको बाल शिक्षा त्यहाँबाट पुरा गरेको। म विद्यालयमा पढ्दै गर्दाखेरि हामीलाई गणित पढाउन आउने शिक्षक मधेसबाट आउनुहुन्थ्यो र त्यो मधेस अन्त कहीँ होइन, यो सप्तरीबाट आउनुहुन्थ्यो, सिराबाट आउनुहुन्थ्यो। विज्ञान पढाउने शिक्षक खोज्दै गर्दाखेरि र पढाउने शिक्षकहरू हेर्दै गर्दाखेरि उहाँहरू पनि मधेसबाटै आउनुहुन्थ्यो। हामी अड्डा अदालत जाँदै गर्दाखेरि त्यतिखेर अधिकांश वकिलहरू भेटिँदै गर्दाखेरि यही मधेसबाट, विशेष गरी सप्तरीबाट मैले एडभोकेसी गर्न सिकेको र मैले त्यहाँबाट मेरो औपचारिक पढाइ सकाएर म यो पेसा गर्दैछु भनेर यहाँबाट आउनुहुन्थ्यो। त्यो पाटोबाट हेर्दै गर्दाखेरि मलाई त्यतिखेर पनि लाग्थ्यो साँच्चै मधेस पहाडभन्दा निकै उर्वर छ, मधेस पहाडभन्दा धेरै विकसित भइसकेको छ र मधेस साँच्चै अगाडि छ। विचारको हिसाबले र चेतनाको हिसाबले साँच्चै यहाँका व्यक्तित्वहरू निकै अगाडि हुनुहुन्छ। यो हलभित्र उपस्थित त्यस्ता व्यक्तित्वहरू हुनुहुन्छ जसले जीवनको अधिकांश समय यो मधेसको माटोलाई बुझ्ने, मधेसको भावनालाई बुझ्ने र मधेसका समस्यालाई बुझ्ने भूमिकामा प्रखर उत्रिसक्नु भएको छ र त्यसरी अनुभवको हिसाबले धेरै खारिसक्नु भएको, विचारको हिसाबले धेरै खारिसक्नु भएको त्यस्तो व्यक्तित्वहरू हुनुहुन्छ र सँगसँगै हातेमालो गर्ने नौजवान युवा साथीहरू छन् जसले आज सप्तरी विचार महोत्सवलाई अध्यक्षता गरिरहेका छन्। यहाँहरूको यो सङ्गमले अब मधेसले साँच्चै काँचुली फेर्नुपर्छ। मैले त्यतिखेर सोच्दै गर्दाखेरि मधेस त हाम्रो पहाडभन्दा धेरै विकसित होला, त्यहाँका बाटाघाटाहरू निकै राम्रा बनिसकेका होलान्, मानव विकासको हिसाबले हेर्दै गर्दाखेरि निकै अगाडि बढिसकेको होला भन्ने लाग्थ्यो। तर जब मधेसको यात्रा गर्न सुरु गरेँ मैले र सक्रिय राजनीतिमा आएर यहाँको माटो, यहाँको भूगोल र यहाँका जनतासँग साक्षात्कार गर्न पाउँदै गर्दाखेरि साँच्चै मन अमिलो भएको छ। बारम्बार राजनीतिक मुद्दा उठ्दै गर्दाखेरि, आन्दोलनहरू हुँदै गर्दाखेरि नाराहरू लाग्थे, राज्य शक्तिले मधेसलाई निकै दुःख दिएको भनेर, निकै टाढा पारेको, निकै पीडा। त्यतिखेर हामीले सुन्दै गर्दाखेरि लाग्थ्यो त्यस्तो नहुन पनि सक्छ, होइन होला जस्तो लाग्थ्यो। तर साँच्चै यहाँ आएर यो भूगोलमा र यहाँका जनतासँग भिजेर हातमा हात मिलाएर, आँखामा आँखा मिलाएर कुरा गर्दै गर्दाखेरि यहाँको परिस्थिति हेर्दै गर्दाखेरि यो पीडा साँच्चै पीडादायी नै छ। त्यसकारण अब यसरी क्षेत्रको हिसाबले, भूगोलको हिसाबले, जातको हिसाबले, वर्गको हिसाबले कुनै पनि देशका, कुनै पनि ठाउँका ती नागरिक फरक किसिमले उहाँहरूले भोग्नुपर्ने भोगाइहरूबाट अब पार पाउनुपर्छ र त्यसको नेतृत्व यो युवा जमातले नै गर्नुपर्छ। आज समयको हिसाबले धेरै निटो काटिसकेको छ
र मैले यहाँ उपस्थित भएर मेरा विचारहरू राख्नुभन्दा पनि यहाँहरूका विचार सुन्नको लागि र यहाँहरूका कुरा सुन्नको लागि म यहाँ आएको छु र त्यसकारण आज म अरू धेरै कुराहरू नगरिकन सप्तरी विचार महोत्सवले अब आगामी दिनमा राजनीतिलाई हेर्ने नजर फरक तरिकाको बनाउनेछ, विकासलाई सोच्ने नजरहरू फरक तरिकाको बनाउनेछ अनि साँच्चै सप्तरी जिल्ला मात्र होइन, मधेस मात्र होइन, समग्र नेपाल बनाउनको लागि सबैभन्दा सशक्त फोर्स, सबैभन्दा सशक्त जनशक्ति यही मधेसबाट तयार हुनेछ, मधेसबाट अगाडि बढ्नेछ। यसो भन्दै गर्दा विगतमा नभएको होइन तर पर्याप्त भएन छ। त्यसकारण अब देशैभरिका युवा एकै ठाउँ, एकै जमातमा, एकै स्वरमा उठेर हातेमालो गर्दै अगाडि बढ्दै गर्दाखेरि मधेस होस् या पहाड, तराई होस् या हिमाल, सबै ठाउँका युवा जनशक्ति एकै ठाउँमा लागेर हातेमालो गर्दै गर्दाखेरि पक्कै पनि तपाईँ हामीले देखेको सपना पुरा गर्न हामीलाई त्यति गाह्रो हुने छैन। म यो विचार महोत्सवको अन्तिमसम्म रहन नपाउन सक्छु र यहाँहरू सबैका विचारहरू, यहाँहरू सबैका अभिव्यक्तिहरू सुन्न नपाउन सक्छु, तर मलाई के विश्वास छ भने यो मधेसलाई बनाउने र यो मधेसलाई अगाडि बढाउनको लागि यस प्रदेशमा, यस भूगोलमा, यस माटोमा जन्मिएका सबै युवा जनशक्ति सशक्त हुनुहुन्छ र यहाँहरूको प्रस्तुति मात्र होइन, व्यवहार र यहाँले गर्ने भूमिका पनि त्यत्तिकै सशक्त हुनेछ भन्ने आशा राख्दै यो सप्तरी विचार महोत्सवले साँच्चै सार्थकता पाओस् र परिवर्तनको यात्रालाई यसले कम्तीमा एउटा इँटा थपोस्। म यति नै शुभकामना दिँदै यहाँहरू माझबाट बिदा हुन चाहन्छु। नमस्कार। धन्यवाद। पक्कै पनि हामीलाई माननीय गणेशज्यूको विचारहरू अझै पनि सुन्न मन छ र यतिमै उहाँको कुरा सकिएको छैन। अब आउने प्यानल डिस्कसनमा पक्कै पनि हामी अझै उहाँको विचारहरू सुन्ने नै छौँ। बिना फाउन्डेसनद्वारा आयोजित सप्तरी विचार उत्सवको आज पहिलो दिन हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा छौँ। सङ्घीय शासन प्रणाली नेपालका निम्ति नितान्त नौलो अनुभव हो। फेरि एकात्मक राज्य संरचना र प्रणालीबाट रातारात सङ्घीय प्रणालीमा रूपान्तरित भएर तुरुन्तै नतिजा दिने कुरा पक्कै पनि सम्भव र सहज हुँदैन। सङ्घीयता पूर्ण रूपले स्थापित हुन समय लाग्छ। नेपालको हकमा लगभग 5 देखि 7 वर्ष त यो सङ्क्रमणकाल रहला भन्ने अनुमान पहिलेदेखि नै थियो र यसै सन्दर्भमा हामीमाझ प्यानल छलफल हुँदैछ। हजुर, सङ्घीयता, सम्भावना र चुनौती। सङ्घीयता भन्ने बित्तिकै सप्तरीको नाम चारैतिर गुन्जिने गर्छ र यस सप्तरी विचार उत्सवमा अबको बाँकीको समय म सहजकर्ताको रूपमा यस स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु सरोज सिंह थापाज्यूलाई। उहाँ मिडिया प्रेजेन्टर हुनुहुन्छ। जोरदार तालीका साथ हामी स्वागत गर्नेछौँ। हजुर, विचार आदान प्रदानको क्रम जारी नै छ। हामी सँगै रहनुभएकोमा धन्यवाद। यो मिठो साथको निम्ति, यो मिठो साँझको निम्ति म फेरि पनि यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु आजको हाम्रो मोडरेटर सबैभन्दा पहिले म आजका यो सङ्घीयता, सम्भावना र चुनौतीका बहस गर्नको निम्ति अतिथिहरूलाई यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। मान्य ज्ञान बहादुर शाहीज्यू, त्यसै गरी मान्य गणेश पराजुलीज्यू र छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीज्यू र नागरिक अभियन्ता बलराम यादवज्यू। हामी
नमस्कार। सप्तरी विचार उत्सवको यो दोस्रो संवाद हुँदैछ। यसमा म तपाईहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र आयोजकप्रति धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो सेसनको विषय छ संघीयता, सम्भावना र चुनौती। यो विषयमा प्रवेश गर्नु पहिले म अलिकति पृष्ठभूमिलाई जोड्न चाहन्छु। नेपालमा 2007 सालमा प्रजातन्त्र स्थापना भयो। 104 वर्षे जहानिया राणा शासन फालेर स्थापना भएको प्रजातन्त्रपछि विभिन्न कालखण्ड आरोह र अवरोह हुँदै विभिन्न खाले परिवर्तन भए र त्यो 2072 साल असौज 3 गते जारी भएको नेपालको संविधानमा समाहित भयो र त्यो संविधानमा उल्लेख गरियो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल। अहिलेको यो अवस्थामा आइपुग्दा संविधान जारी भएको 9 वर्ष पुरा भएको छ र प्रादेशिक सरकारहरूले पनि करिब 7 वर्षको यात्रा पुरा गर्दैछन्। यो दौडानमा आइपुग्दा संघीयता कार्यान्वयनको अवस्था कस्तो छ? संघीयताले आम जनतालाई उपलब्धिसँग कति जोडिन सकेको छ? उपलब्धि कति दिन सकेको छ? मूलतः यिनै विषयमा केन्द्रित रहेर आज हामी छलफल गर्नेछौँ र अतिथि हुनुहुन्छ सांसद ज्ञान बहादुर शाही, उहाँ प्रमुख सचेतक हुनुहुन्छ राप्रपाको। त्यसैगरी मान्य गणेश पराजुली हुनुहुन्छ, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेता पनि हुनुहुन्छ। त्यसैगरी छिन्नामस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी हुनुहुन्छ र नागरिक अभियन्ताको रूपमा बलराम यादव हुनुहुन्छ, जो नेपालको संविधान जारी हुँदा त्यस संविधानलाई जलाउने र कालो दिनको रूपमा आन्दोलन गर्ने व्यक्ति हुनुहुन्छ। यहाँहरू सबैजनालाई स्वागत छ। सबैभन्दा पहिले म छिन्नामस्ता गाउँपालिकाका अध्यक्षबाट संवादलाई उठान गर्न चाहन्छु। मलाई एउटा कुरा के स्मरण छ भने 62-63 को जनआन्दोलन र त्योभन्दा अगाडि 10 वर्ष भएको माओवादीको सशस्त्र युद्धको जगमा अहिलेको व्यवस्था आएको हो भनेर भनिन्छ। उहाँहरूको पनि दाबी त्यही छ र कतिपय भाष्य पनि त्यही खडा भएको देखिन्छ। र त्यो आन्दोलनको अग्रपङ्क्तिमा रहेका व्यक्ति पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको PhD को थेसिसमा छ नेपाल विकास हुन नसक्नुको पछाडि एउटा भारतसँगको सम्बन्ध, अर्को नेपालमा राजा र अर्को एकात्मक शासन व्यवस्था। तर अहिले त मुलुक संघीयतामा गएको र प्रादेशिक सरकार बनेको पनि 7 वर्ष पुरा भएको छ। तपाईँ स्थानीय तहको जनप्रतिनिधि हुनुहुन्छ। वास्तवमा जनताको निम्ति सिंहदरबार गाउँमा कति पुगेको अनुभूति गरेका छन्, बताइदिनुहोस्। धन्यवाद। मलाई यो सेसनको लाइक सम्झिदिनु भएकोमा यो आयोजकहरूप्रति एकदमै धेरै कृतज्ञता र आभार प्रकट गर्न चाहन्छु। यहाँको प्रश्नमै यो सुन्दर व्यवस्थाको जवाब पनि छ। हामी स्थानीय सरकारहरू यिनै संविधान र यिनै सङ्घीय व्यवस्थाको आधारमा यिनै जगलाई टेकेर हामी आएका छौँ। म र हामी स्थानीय सरकारका जनप्रतिनिधिहरू करिब बिहान मर्निङदेखि अबेर राति सुत्दासम्म हाम्रो कार्यक्षेत्र पनि तिनै पालिका रहेको कारणले गर्दा हर क्षण हर समय तिनै नागरिकहरूको आवश्यकता, त्यहाँको चाहिँ सर्वाङ्गिक विकासका सवालहरू, त्यहाँका मुद्दाहरूप्रति, विकास निर्माणहरूप्रति केन्द्रित भएर हरेक क्षण त्यसमा काम गरिरहेका पात्र हौँ। यसलाई म कहाँ जोड्न चाहन्छु भन्दाखेरि यो चाहिँ यो सुन्दर संहिताले बडा कानुन तहत व्यवस्था गरिदिएको एउटा चाहिँ सुन्दर व्यवस्था भयो। यो व्यवस्थाभित्र हामी आजको समयमा प्रदेशका मान्यजीहरू प्रदेशतिर हुने अथवा सङ्घका मान्यजीहरू सङ्घतिर काम गर्ने, हामी स्थानीय सरकारका जनप्रतिनिधिहरू हरेक क्षण त्यहीँ रहेर त्यहीँ काम गरिरहेको, सेवा प्रवाहदेखि लिएर हरेक कुरामा चाहिँ लागिरहेको सर्वविदित छ। हामी अलिकति म पछाडि लान चाहन्छु। कोभिडको बेला सम्झौँ त, यो स्थानीय सरकारहरू कुन तरिकाले काम गरेर यो स्थानीय सरकारहरूको कति धेरै महत्त्व छ भन्ने दर्शाइदिएको त हामीसँग विगतको अनुभव पनि छ। अर्थात् यो संहितालाई सबल बनाउनका निमित्त र संहितालाई टेकेर गाउँ गाउँको सिंहदरबारको प्रत्याभूति गराउनका निमित्त यी जनप्रतिनिधिहरू, स्थानीय सरकारका जनप्रतिनिधिहरू जिम्मेवारीका साथ हर क्षण हर समय त्यही लोकल क्याबिनेटभित्र पनि, त्यो लोकल मन्त्री परिषदभित्र पनि र त्यो समुदायभित्र पनि रहेर आफ्नो स्रोत र साधनले हर क्षण ती आरोह अवरोहहरू
ती चाहिँ आशा र गुनासाहरूको बिच जल्दो बल्दो परिवेशबाट आफ्नो चाहिँ कामहरू गरिरहेको सन्दर्भमा आज पनि संघीयता आइसकेपछि, खास गरी यो स्थानीय सरकार भइसकेपछि, खास गरी मधेसमा गाउँ गाउँ हिलोमुक्त भएको छ, गाउँ गाउँमा विकासको रूपहरू देख्न पाइएको छ। अर्थात् गाउँ गाउँमा सार्थक रूपमा भनिएको सिंहदरबार अपेक्षाकृत तपाईँले नै भन्नुभयो सानो समय भएको छ यो संहिताको, यो स्थानीय सरकारको। यो सानो समयमा पनि अपेक्षा धेरै हुँदा पनि यो सानै समयमा पनि यो स्थानीय सरकारले उल्लेखनीय काम गरेर संहितालाई सबल बनाइरहेको त हामी सबैले हेरेको छौँ। तपाईँलाई जनतासँग जोडिन सकेको छ भन्ने लागेको छ। म पुनः फर्केर आउँछु। अहिले म नागरिक अभियन्ता बलराम यादवसँग जान चाहन्छु। तपाईँ संविधान जारी भइसके पछाडि करिब 1 वर्ष लामो आन्दोलनमा हुनुहुन्थ्यो। मानव निर्मित साङ्लो नेपाल र भारतको सिमानामा बनाउनु भएको थियो। त्यो अहिले विरोध गर्ने राजनीतिक दलहरू पनि त्यही संघीयताको प्र्याक्टिसमा अगाडि बढिरहेका छन्। तपाईँलाई चाहिँ कस्तो लागेको छ यो संहिताको अभ्यास र यसले दिएको परिणाम? धन्यवाद। सबभन्दा पहिला आयोजकलाई मलाई यस कार्यक्रममा आफ्नो विचार राख्न दिनुभएकोमा। वास्तवमा यो बुझ्नु पर्यो कि यो देशलाई संहिता किन चाहियो। यसको एउटै मात्रै उत्तर हो, देश सेन्ट्रलाइज थियो र त्यसलाई पावर्स डिसेन्ट्रलाइजको लागि विकेन्द्रीकरण पनि त्यो स्वायत्तमा आउँदैन। हामीले के भनिया छौँ भने संहिता पूर्ण स्वायत्तको सहित हुनु पर्यो, फुल अटोनोमी। तपाईहरूले भने जस्तो संघीयता छ कि छैन? अहिले छैन। त्यसकारण संविधान जारी गर्दाखेरि हामीले विरोध गर्दा राज्यले दमन गर्यो र विश्वको कहीँ पनि इतिहास छैन, चाहे त्यो 100%बाट संविधान बनाएको होस् या 50%भन्दा एबाउबाट बनाएको होस्, तर गोली ठोकेर यहीँको जनतालाई, उत्पीडित जनतालाई गोली ठोकेर कहीँ पनि संविधान बनाएको इतिहास छैन। यहाँ बार बार के भनिराखेको छ भने यो 90% भन्दा 90% भन्दा बढी संविधान सभा सदस्यद्वारा, सभासदद्वारा यो पारित संविधान हो। म स्मरण गराउन चाहन्छु यहाँ यही नेपाली काङ्ग्रेसका उहाँ अमरेश सिंह पनि हुनुहुन्छ, यही प्रदीप गिरिज्यूले उहाँले हस्ताक्षर गर्नु भएन। गोली ठोकेर ल्याउने संविधानमा म हस्ताक्षर गर्दिनँ। त्यस्तै म उमेशजीलाई पनि भन्दैछु, तपाईँ के का लागि कोर्सी तोड्नु भएको थियो। त्यसकारण अब यो संघीयता, फुल अटोनोमीको संघीयताको आन्दोलन अब चल्छ, यो लामो चल्छ। त्यस्तै तपाईँ यसपालिको चुनावमा म योगेशजीलाई पनि ध्यान आकर्षण गर्न चाहन्छौँ, त्यहाँ पहिचानवादी शक्तिहरू पनि राम्रै भोट ल्याएको छ। त्यसकारण तपाईँहरू यो संघीयतालाई दिलबाट स्वीकार गर्नुहोस्। यसलाई चाहिँ संघीयतालाई दिएका अधिकारहरू जस्तो पूर्ववक्ताले पनि भन्नुभएको थियो, यहाँ म सुन्दाखेरि उहाँहरूको विचार। अहिले तपाईँलाई चित्त नबुझेको यो संघीयता भित्रका पाटो चाहिँ के हुन्? 1, 2, 3 गरेर बताउनुहोस् न। हेर्नु, संघीयताको लागि 3-4वटा अधिकार छोडेर यो संघीयतालाई यो प्रदेशलाई दिनुपर्छ। रक्षा, मुद्रा, परराष्ट्र र यता न्यायालय। यो 4वटा अधिकार बाहेक यो स्टेटलाई, प्रदेशलाई दिनुपर्छ। जबकि हेर्नुहोस् त सिडिओ कहाँबाट नियुक्त हुन्छ? प्रदेशसित आफ्नो प्रहरी छ त, आफ्नो लोकसेवा आयोग छ त। ती कानुनहरू केन्द्रले अड्काएर राखेछ। संहिताको कार्यान्वयन जुन हुनु पर्यो
त्यो भइरहेको छैन। ठिक छ, तपाईँले स्रोत साधन र क्षेत्राधिकार बिनाको सङ्घीयता दियो, यसले परिणाम दिन सक्दैन भन्ने तपाईँको तर्क छ। म तपाईँसँग फर्किन चाहन्छु। मान्य ज्ञानेन्द्र बहादुर साईज्यूसँग जान चाहन्छु। तपाईँ एउटा अभियन्ताको पृष्ठभूमिबाट सांसद बन्नुभएको छ, जुम्लाबाट जितेर आउनु भएको छ र महत्त्वपूर्ण पार्टीभित्र पनि एउटा पद प्राप्त गर्नुभएको छ। सङ्घीयता कार्यान्वयनको अवस्था र उपलब्धि कस्तो देख्नु भएको छ तपाईँले? पहिला कुरा त म यहाँ स्टेजमा एकजना मान्छे होला जो सङ्घीयता ठिक छैन भन्ने मान्छे, सबै राजनीतिक आस्थाका हिसाबले। यो सङ्घीयता भने के हो? पहिला कुरो यहाँ कसैले भन्न सक्छ सङ्घीयता आइसकेपछि मैले यति रोजगारी सिर्जना भयो भनेर? सङ्घीयताको पहिला मर्म के हो? संसारभरि सङ्घीयता, जस्तै भारतमा सङ्घीयता कसरी भयो भने भारत अलग अलग देशहरू थिए। हैदराबाद अलग्गै देश हो, सिक्किम अलग्गै देश हो, काश्मीर अलग्गै देश हो। त्यो देशहरूलाई युनाइट गर्नका लागि सङ्घीयताको आवश्यकता पर्यो र भारतले सङ्घीयतालाई लागू गर्यो। अब अमेरिकाको कुरा जाउँ, 50वटा स्टेट छ, अहिले पनि आफूलाई युनाइटेड स्टेट भन्छ। 50वटा अलग अलग राज्य हुन्, पहिला अलग अलग देश जस्तै हुन् तिनीहरू। तिनीहरूलाई युनिटीमा ल्याउनका लागि, एकीकृत शासन व्यवस्था गर्नका लागि सङ्घीयता आएको। तर हाम्रो देश नेपालमा चाहिँ भएको देश टुक्राउनलाई बनेको र यो सङ्घीयतामा परिवर्तन भयो। के भयो भने वडा अध्यक्ष नजित्ने मान्छे प्रदेशको सांसद भयो, यो परिवर्तन भयो। अर्को के परिवर्तन? चुनावमा जानै नपर्ने, समानुपातिकबाट ड्याम्म सांसद भइ नै हाल्ने, अझ मन्त्री पनि तिनैले खानुपर्ने, यो चाहिँ भयो, यो परिवर्तन भयो। अर्को, यति सानो देशमा 36,000 भन्दा बढी जनप्रतिनिधि पालेका छौँ। कसैले भन्न सक्छ यहाँ फोरमबाट हाम्रो वैदेशिक ऋण कति थियो? हाम्रो सार्वजनिक ऋण 2074 सालमा कति थियो? हामी 8 खर्ब पनि थिएन हाम्रो सार्वजनिक ऋण, अहिले 24 खरब पुग्यो। यो पैसा त नेपालले तिर्नुपर्छ नि। हो, यो सङ्घीयताको कारणले भयो। र अर्को कुरा, अहिले उहाँ अघि मेयर साहबले भन्नुभयो, यो पञ्चायतकालमा पनि थियो है मेयर साहब, तपाईँ जस्तै नगरपालिकाको नगर पञ्चायत प्रमुख हुने चलन त्यतिखेर पनि थियो। तपाईँ जस्तै शक्तिशाली हुन्थ्यो त्यतिखेर पनि। गाउँ पञ्चायत हुन्थ्यो, तपाईँहरूसँग त अहिले त्यो अधिकार पनि छैन। त्यतिखेर त गाउँ पञ्चायतमा फैसला पनि हुन्थ्यो, न्याय त्यहीँ दिइन्थ्यो, जनतालाई अदालत जानु पर्दैन थियो। आजको जस्तो वकिललाई घुस खुवाएर न्यायालयमा रुनुपर्ने अवस्था थिएन, त्यो पहिला पनि थियो। यदि सङ्घीयताले स्थानीय तह ल्याएको हो भन्ने यदि परिभाषा हो भने त्यो गलत हो, किनकि पहिला पनि स्थानीय तह थियो। पहिला के भन्थ्यो भने गाउँ पञ्चायत भन्थे, पछि गाविस भयो, अहिले गाउँपालिका र नगरपालिका भयो, नाम मात्रै परिवर्तन हो। त्यो भावनाले म अहिले पनि के भन्छु भने अहिले पनि यो देशमा सङ्घीयता कसलाई ठिक छ भने जनले चुनाव लड्नु पर्दैन, समानुपातिकबाट सांसद बन्नुपर्छ, त्यसका लागि उत्तम छ। जनले प्रदेशको सरकार चलाउनु छ, त्यसलाई उत्तम छ। यही कुरा टाढा नजानुस् न, संसारको कुन ठाउँमा छ यस्तो? 1.5 वर्षमा 21 पटक प्रदेशको सरकार परिवर्तन भयो, 1.5 वर्षमा 21 पटक यो देशभरि। अनि तपाईँको यसलाई उत्तम व्यवस्था भन्न सकिन्छ? अनि सङ्घीयताको कुरा गर्नुहुन्छ, यो देशमा कति छन्? 81% हिन्दूहरू छन्। अस्ति गाई काटेर हिन्दूहरूले मान्ने पवित्र माता गाईलाई काटेर जग्गा जग्गामा फाल्छु भन्दाखेरि यही संसदभित्रका सांसद बोल्न सकेनन्। यही हो सङ्घीयताको मर्म, तपाईँ र होइन सङ्घीयताको मर्म। सङ्घीयता, यो सङ्घीयता म तपाईँलाई के भन्छु भने सिर्फ नेताहरूले आफ्ना कार्यकर्तालाई सेटलमेन्ट गर्नका लागि। योगेशजी यहाँ गइहाल्नु भएछ, म भन्नेवाला थिएँ। के थियो भने भातृ सङ्गठनमा गरेका काम गरेका कार्यकर्तालाई कहाँ सेटलमेन्ट गर्ने, कसैलाई प्रदेशको अध्यक्ष बनाइदिने, कसैले पालिकाको सदस्य बनाइदिने, अनि त्यसरी ल्याउने। यदि सङ्घीयता सबल हुँदो हो त 2074 सालभन्दा अगाडि भन्दा पनि 2062-63 सालमा हाम्रो विदेश जानेको सङ्ख्या 1.5 लाख छैन। अहिले 80 लाख मान्छे अर्काको देशमा काम गर्छ। आजका यी हराभरा जमिनहरू, यी भूमिहरू आज बाँझो छन्। तर आज यदि तपाईँको साँच्चै आफ्ना दाजुभाइ ठुला पदमा पुग्ने बित्तिकै काम हुने भए 36,000 भन्दा बढी जनप्रतिनिधि छन्। कसैको नातेदार काहीँ पालिकामा छ, काहीँ ओडामा छ, काहीँ जिल्लामा छ, काहीँ प्रदेशको सांसद छ। नभए पनि अब त चुनाव पनि लड्नु पर्दैन, पार्टीलाई सहयोग गर्ने समानुपातिक भनेको खास यो सङ्घीयताका त विभिन्न खाले मोडल हुन्छन्। अहिले नेपालले अवलम्बन गरेको सङ्घीयताको मोडल भनेको स्थानीय तह, अर्थात् तह पनि होइन, स्थानीय सरकार, प्रादेशिक सरकार र सङ्घ सरकार भनेर भनेका छौँ। तपाईँहरूले यो सरकारका विभिन्न लेयर मध्ये नरुचाएको कुनलाई हो, आवश्यक नदेखेको कुनलाई हो, कि यो जरुरी नै छैन भने? होइन, प्रदेश सरकारको यो देशमा आवश्यकता नै छैन। यो प्रदेश जबसम्म
आज के छ भने नेता सेटलमेन्ट गर्नका लागि चाहिँ बडा गजबको आवश्यकता छ। हामीले पनि एक दुईजना सेटअप गराइराखेका छौँ यहाँ, है, सिधा कुरो। तर स्थानीय सरकार आवश्यक छ, सङ्घीय सरकार आवश्यक छ। म अहिले पनि भन्छु, संसदमा अब हामीले के कानुन लेख्न आवश्यक छ भने कि त संसदको 275 जना सांसद नै जनताबाट निर्वाचित नभएर चिट्ठा हालेर समानुपातिबाट ल्याउँ, होइन भने समानुपातिक सांसद यो देशमा आवश्यकता छैन। यो पार्टीको अध्यक्षलाई बलियो बनाउने र पार्टीको नेतृत्वले रुलिङ गर्नका लागि हो। जम्मा हामीलाई नेपालमा 105 जना अर्थात् 100 जना, 77 जिल्लामा एकवटा, अरू बाँकी 2 100 जना सांसद भयो भने काफी हुन्छ। राष्ट्रिय सभाको पनि आवश्यकता छैन। प्रतिनिधि सभा 100 जना बनाउने, स्थानीय तह अझ कमजोर बन्यो, यसलाई अझ बलियो बनाउने, तर अहिले स्थानीय सरकारलाई कन्ट्रोल गर्ने एउटा मेकानिजम छैन। यहाँको मेयरले जे गरे पनि हुन्छ, अख्तियारले मुद्दा हाल्यो भने मात्र लाग्ने, अहिले यसो गर उसो गर भन्नुपर्ने अवस्था छ नि। यही मञ्चमा पनि अघि देखियो, किनभने अहिले बजेट स्थानीय तहका प्रमुखसँग छ। कहीँ न कहीँ टेलिभिजन, रेडियो, एनजिओ कार्यक्रम प्रस्तुताहरू तिनीहरूसँग नजिक भएको देखिन्छ, किनभने जता बलियो त्यतै ढलियो भन्ने कन्सेप्ट छ। तर यसलाई कन्ट्रोल गर्ने एउटा मेकानिजम बनाउनु पर्छ। हामीले कस्तो मेकानिजम बनाउनु पर्छ भने स्थानीय सरकारले चाहिँ के कुरामा बजेट बनाउँदादेखि हरेक कुरा गर्दाखेरि जनताको कुरा सुन्ने, गर्न पाउने नपाउने एउटा मेकानिजम बनाउने। सङ्घीय सरकार जनताबाट निर्वाचित बनाएर अबको देशमा प्रधानमन्त्री बनाउने भनेको संसदले होइन, देशको प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ। सिराहाको जनताले पनि आफूले भोट हालेर प्रधानमन्त्री बनाउने। अहिले उदाहरणका लागि हेर्नुहोस् त, पुष्पकमल दाहाल प्रचण्डजीको पार्टी, हामी रापरपा अहिले 5औं पार्टी ठुलो छौँ। पुष्पकमल दाहाल प्रचण्डजीको पार्टी नेकपा माओवादीलाई नेपालका जनताले यो पार्टीले काम गर्न सक्दैन भनेर काङ्ग्रेससँग बुई हालेर गए तापनि उसलाई 1300 बनाए, 32 बनाए, 1300 बनाए। नेपालका जनता कोही पनि चाहन्नन् कि अहिले पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री बनुन् भनेर। यदि चाहिदिएको भइदिए अब 32 सिटमा किन सीमित गर्थे, 100 सिट दिन्थे नि त। 32 सिट ल्याए, तर के भयो भने यो व्यवस्थाले के गरिदियो भने, यो महान व्यवस्था भन्छन् केही साथीहरूले, म त यो उदोगति व्यवस्था भन्छु। उदोगति व्यवस्थाले के गर्यो भने अब चुनावमा भोट पनि नआएर, केही नआएर, काट्टकुट्ट माथिको हिसाब किताब मिलाएर कसलाई के गरेर अब उहाँ चाहिँ प्रधानमन्त्री हुनुहुन्छ। देशको 100 भन्दा 89% भोट चाहिँ उहाँका विरुद्धमा छ, तर उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ। अरू हामी ताली पट्काइराखेका छौँ। र फेरि अर्को एउटा विषयवस्तु के छ भने प्रष्टै जनताबाट जाउँ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाउँ। देशका जनताले भोट हाल्छन्, संसदबाट मन्त्री नबनाउँ। अब अहिले त के भयो भने बिचरा चुनाव पनि अब म किन लड्ने भन्दैछु पछिल्लो पटक, अब नलड्ने, पार्टीका नेताको नजिक हुने, समानुपातिक कोटा पाइहाल्ने, मन्त्री पट्काइहाल्ने। अहिले त त्यही छैन। यो देशका शक्तिशाली मन्त्रीहरू जनताबाट चुनाव जित्या होइन। त्यो भए हुनाले यो व्यवस्थामा रूपान्तरण गर्न आवश्यक छ। ठिक छ, मैले तपाईँले भनेको कुरा बुझेँ। अब म गणेशजीसँग जान चाहन्छु। तपाईँको पार्टी नयाँ छ, वैचारिक र साङ्गठनिक यसका दृष्टिकोण कस्ता हुन् भन्ने प्रश्न र संशय पनि प्रकट भइरहन्छन्। राप्रपाले त चुनावमै जाँदा सङ्घीयताको विपक्षमा उभिएर गएको छ, भलै प्रादेशिक सरकारमा ऊ सहभागी छ। तपाईँहरू त उपनिर्वाचनमा पनि सहभागी हुनु भएन प्रदेशमा, र आम निर्वाचनमा पनि सहभागी हुनु भएन। तपाईँहरूले चाहिँ खास के हेरिरहनु भएको छ अथवा के जोखिरहनु भएको छ? धन्यवाद सहजकर्ता मित्र। म धेरै भूमिका बाँधिन। आज यो सप्तरी विचार महोत्सवमा यी र यस्तै विषयहरूको मन्थनपछि निस्किने फरक विचारले राजनीतिक यात्रा तय गर्छ। अघि पनि मैले त्यति भनिसकेको थिएँ। रासपा पछिल्लो दिनमा राजनीतिक क्षेत्रमा उदाउँदै गर्दा यतिखेर देशको चौथो ठुलो राजनीतिक दल बनेको छ। रासपाले भनेको कुरा के प्रष्ट हो भने आजको यथार्थ के हो भने हामीसँग सङ्घीयता छ। 3 तहको सङ्घीयता आजको वास्तविकता हो र संविधान आजको वास्तविकता हो। यो संविधान परिवर्तन गर्न र यो सङ्घीयताको मोडल परिवर्तन गर्नको लागि 2/3 चाहिन्छ। 2/3 ल्याएर परिवर्तन, तब मात्र परिवर्तन गर्न सकिन्छ। होइन भने अहिले यही व्यवस्थाभित्र बसेर त्यसपछि यो व्यवस्थाकै विरोध गर्दै गर्दाखेरि कहाँ पुगिन्छ, यो फरक बाटो भयो, एउटा बाटो। तर अर्को बाटो पुग्ने गन्तव्य कहाँ हो भन्ने कुरा त प्रश्नता चाहिएला नि त। अर्को बाटो हामी यही संविधानले परिकल्पना गरेको विचार र सिद्धान्तभित्र रहेर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई सहज र स्वीकार गरेर यो फन्डामेन्टल स्टेटमेन्टभित्र रहेर राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दल हुँदै गर्दाखेरि संघीयताको विरोध गरेर त हामी कहीँ पनि पुग्दैनौँ नि।
कुनै पनि विचार र कुनै पनि सिस्टम एब्सोल्युट हुँदैनन्। त्यसलाई एब्सोल्युट बनाउने त त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियाबाट हो नि त, र कानुनी सर्वोच्चता कायम गरेर हुने हो नि त। त्यसकारण यतिखेरको व्यवस्था संहिताको विरोध गर्नु र संहिताभन्दा अगाडिको व्यवस्था विरोध गर्दाखेरि यति धेरै लामो सङ्घर्ष गरेर यति धेरै रगत बगाएर यो व्यवस्था ल्याउँदै गर्नु, र त्यसपछि अब यो व्यवस्था पनि ठिक छैन भनेर फेरि अर्को व्यवस्थाको परिकल्पना गर्नु भनेको एउटा अल्छे विद्यार्थीले मलाई आज होइन म भोलि पढ्छु अथवा मलाई यस्तो भइदिएको भए म राम्रोसँग पढ्थेँ होला भनेर त्यो परिकल्पना गर्नुको सट्टामा आज जे छ र जस्तो अवस्था छ त्यो अवस्थाबाट म राम्रो के गर्न सक्छु त्यो पाटोबाट सोच्ने हो। र तपाईहरु संघीयताको पक्षधर पार्टी हो, त्यसमा त दुई मात्रै रह्यो। त्यसो भए केही महिना मात्रै अगाडि भएको उपनिर्वाचनमा तपाईहरुले उम्मेदवारी किन नदिनु भएको? यसको पनि म जवाफ दिँदैछु र मलाई केही कुरा सकाउन दिनुहोस्। यो व्यवस्थाभित्र भएका राम्रा पक्षका अहिले यतिखेर यो व्यवस्था प्राप्त गर्दै गर्दाखेरि कति लामो सङ्घर्ष गर्नु पर्यो स्थापित राजनीतिक दलहरू सँगसँगै अरू राजनीतिक दलहरूले, र कति धेरै रगत बग्नु पर्यो, र एउटा व्यवस्था परिवर्तन हुनको लागि कति लामो कालखण्ड चाहिन्छ, यो हामीले देखेको इतिहास हो। त्यसकारण हामी फेरि यो व्यवस्थाको विरोध गरेर अर्को व्यवस्थाको परिकल्पना गर्दै गर्दा अर्को एउटा युग समाप्त गर्न होइन। यो पुस्ताले यही व्यवस्थाभित्रका राम्रा पक्षका अभ्यास गरेर जीवनस्तर सुधार्नको लागि र समृद्धिको यात्रा तय गर्नको लागि चाहिँ आतुर छ। त्यसकारण होला यो व्यवस्था पनि एब्सोल्युट नहोला, तर यसमा भएका खराब पक्षको सुधार गर्दै र यही व्यवस्थाभित्रको राम्रो अभ्यास गर्यो भने मात्र तब मात्र हामीले त्यो समृद्धिको यात्रा तय गर्न सक्छौँ, न कि व्यवस्थाकै विरोध गरेर फेरि अर्को व्यवस्थाको परिकल्पना गर्दै गर्दा हामी कहाँ पुग्छौँ। यो एउटा महत्त्वपूर्ण पाटो हो। र यहाँले सोधेको दोस्रो प्रश्न विशेष गरी प्रदेश संरचनामा हामी किन उपस्थित देखाएनौँ भन्ने कुरा हो, र पूर्ववक्ता साथीहरूले भन्दै गर्दाखेरि एउटा प्रदेश संरचनालाई नै संहिताको रूपमा व्याख्या गरेको जस्तो पनि महसुस हुन्छ कहिलेकाहीँ, र संहिताको होल फ्रेमवर्क नबुझिँदै गर्दाखेरि र संहिताको मर्म र भावनालाई नबुझिँदै गर्दाखेरि त्यो प्रदेश संरचनालाई मात्र लिएर संहिता भनेर त्यसको संहिताको विरोध गरे जस्तो पनि कहिलेकाहीँ बुझिन्छ। होला तीन तहको संहिता र तीन तहका फरक फरक सरकारको परिकल्पना गरेर बनेको यो संहितामा प्रदेश सरकारको संरचनाको उपयोगिता त्यति धेरै देखिएन, र यसको संरचना यो व्यवस्थागत संरचनाभित्र हामीले सुधार गरेर अर्को परिकल्पना यो प्रदेशको पुरै विरोध होइन कि प्रदेशलाई पुरै खारेज गर्ने प्रक्रियाको कुरा होइन कि यो संरचनालाई सङ्घ र स्थानीय सरकारसँग समन्वय गर्नको लागि बेसी प्रभावकारी कसरी बनाउन सकिन्छ, कम खर्चिलो कसरी बनाउन सकिन्छ, र कति बेसी ऊर्जनशील कसरी बनाउन सकिन्छ, यो पाटोबाट चाहिँ हामीले सोच्न थालेको विषय हो। तपाईहरुले सोची नै रहनु भएको छ कि अबको मोडल यो भनेर त्यो मोडल आम यहाँ बसेका सब जुन दर्शकहरूलाई बताउन सक्नुहुन्छ? अघिल्लोचोटि हामी निर्वाचनमा होमिँदै गर्दाखेरि दल स्थापना भएको जम्माजम्मी 2-3 महिना मात्र भएको थियो, र 2-3 महिना मात्र भएको दल स्थापना भएपछि तुरुन्तै निर्वाचनमा होमिनु पर्यो, र त्यतिखेर हामीले देशव्यापी रूपमा आम जनतासँग भेट्दै गर्दा बुझ्दै गर्दा फरक फरक जिल्लामा पुग्दै गर्दाखेरि आम जनभावना के थियो भने प्रदेश संरचना त्यति धेरै प्रभावकारी भएन, यो बेसी खर्चिलो भयो, र केही पूर्ववक्ता साथीहरूले भने जस्तो कार्यकर्ता व्यवस्थापनको लागि उपयोग गरेको जस्तो मात्र भयो, र त्यसले साँच्चै उपलब्धिमूलक काम गर्न सकेन भनेर एक किसिमको वितृष्णा फैलिएको थियो। त्यसकारण हामीले देश दौडाबाट फर्किसकेपछि संहिता कार्यान्वयन गर्ने प्रक्रियामा कानुन त्यो संहिताको फ्रेमवर्क तयार पार्ने प्रक्रियामा काम गर्ने त्यस्ता थुप्रै विज्ञहरूसँग अनुभवीहरूसँग बसेर विचार आदान प्रदान गरिसकेपछि हामीले थोरै भए पनि केही न केही प्रदेश संरचनामा परिवर्तन ल्याउनुपर्छ, सुधार गर्नुपर्छ, र यो बेसी प्रभावकारी बनाउनुपर्छ, न कि यसलाई पूर्ण रूपमा खारेज गर्ने भन्ने कुराको पाटो होइन, यसलाई सुधार गर्नुपर्छ भनेर तपाईहरुले देखेको सुधार के हो? तपाईहरुले देखेको सुधार के हो? त्यतिखेर पनि हामीले एउटा विचार प्रस्तुत गरेका थियौँ, त्यो पर्याप्त छैन, र त्यसमा अहिले पनि हामीले वर्कआउट गरिरहेका छौँ, र अहिले यो बिचमा भएका उपनिर्वाचनहरूमा रासपाले किन भाग लिएन, प्रदेशमा किन भाग लिएन भन्ने कुरामा यो नयाँ निर्वाचन होइन, र त्यही 79को निर्वाचनको निरन्तरता भएको कारणले गर्दाखेरि अहिले हामीले प्रदेशमा भाग नलिएका हौँ। तर यसो भन्दै गर्दाखेरि संहिताका सबै तहगत निर्वाचनमा हाम्रो आगामी उपस्थिति रहनेछ। ठिक छ, म तपाईसँग फेरि यिनै विषयमा फर्किन्छु। अहिले म विद्यानन्दजीसँग जान चाहन्छु। अहिले नेपालको संघीयता व्यावहारिक छैन, उपलब्धिपूर्ण छैन, यसले कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँको रूपमा आफूलाई चाहिँ प्रमाणित गरिरहेको छ भनेर मान्य सांसदले बताइरहनु भएको छ। तपाईँ त सङ्घ सरकार र प्रादेशिक सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने जिम्मेवारीमा हुनुहुन्छ। खास प्रादेशिक संरचना यो देशको निम्ति आवश्यकता नै नभएको हो, त्यो महसुस गर्नु भएको छ? म सबैभन्दा पहिले हाम्रो माननीय
ज्ञानेन्द्र साईजीले यो संहिता के होला त, यो संहिता के हो त भन्ने उहाँले सार्वजनिक रूपमै प्रश्न राखिसकेपछि मलाई के लागेको थियो भन्दाखेरि राष्ट्रले एउटा ठुलो नेताका रूपमा पाइरहेको ज्ञानेन्द्र साईले संहिता के हो भनेर प्रश्न सार्वजनिक रूपमा गर्ने होइन कि यसभित्रका कमजोरीहरूलाई सच्याएर कसरी जाने हो भन्ने मलाई लागेको थियो। अब उहाँले त्यो भनेकै के हो भन्ने कुरा सोधिराख्दा मलाई चाहिँ पहिले यो प्रश्नको जवाब दिन मैले अनुमति मागेँ। संहिता भनेको त्यो चिज मलाई लाग्छ तपाईँहरूको अगाडि यो मञ्चमा अहिले छिन्नमस्ता गाउँपालिकाको अध्यक्षको रूपमा म जो विद्यानन्द चौधरी भन्ने पात्र बोलिरहेको छ, यो देशको सबैभन्दा अल्पसङ्ख्यक समुदायको, घोर अल्पसङ्ख्यक समुदायको एउटा किसानको छोरो, एउटा गरिबको छोरो, छिन्नमस्ता गाउँपालिका 753 मध्ये एउटा स्थानीय सरकारको प्रमुखको रूपमा यो व्यवस्थालाई स्वीकारेर निर्वाचनमा गएर निर्वाचित भएर यो अल्पसङ्ख्यकले त्यो ठाउँ पाएको यो व्यवस्था हो। यो प्रदेशको मान्य मुख्यमन्त्रीजी यो मध्य प्रदेशको र यो देशको सबैभन्दा अल्पसङ्ख्यक समुदायबाट आएर उहाँ चाहिँ भर्खरै केही दिन अगाडि मुख्यमन्त्रीको रूपमा नियुक्त भएको यो सुन्दर व्यवस्थालाई संहिता बन्छ। न कि मैले जहाँसम्म हिजो पनि अभियन्ताका रूपमा रहेका ज्ञानेन्द्र साईजी र आज एउटा दलका शक्तिशाली नेता र हाम्रो चाहिँ मान्यका रूपमा रहेका ज्ञानेन्द्र साईलाई हामीले चाहिँ एउटा कुरा बताइदिनै पर्ने के भएको छ भन्दाखेरि मैले जहाँसम्म चिन्छु उहाँलाई यी तीनटै दृष्टिकोणबाट उहाँ परिवारवाद, नातावाद र कृपावादको विरुद्धको मान्छे हो। यदि हो भने उहाँले एउटा कुरा स्वीकार्नुपर्छ, यो देशमा एउटा परिवारले कति वर्ष शासन गर्यो, एउटा वंशले, एउटा बुवापछि छोरा, छोरापछि तिनका छोरा, तिनका छोरापछि तिनका छोराले कति दिन राज्य गरे। त्यो व्यवस्था भन्दा त यो संहिता भित्र आएर हामी जस्ता अल्पसङ्ख्यकहरू, सीमाङ्कितहरू, मधेसीहरू अधिकार र पहिचानबाट पछाडि पढेकाहरूले अवसर पाउने व्यवस्था नै संहिता लाग्छ भन्ने मलाई लाग्छ। अर्को कुरा म भन्न चाहन्छु, संहिताले के उपलब्धि दियो त भन्ने यहाँको जिज्ञासा थियो। म थोरै पछाडि लान चाहन्छु। जहिले पनि यो व्यवस्था विरुद्धमा पपुलारिटी पोलिटिक्स गर्ने केही साथीहरूलाई, केही थान साथीहरूले के गरेको छ भन्दाखेरि अघि मान्य योगेशजीले बोलिरहँदा उहाँले भन्नुभएको थियो, मैले पनि केही पात्र हामीले हेरेका छौँ, यो व्यवस्थाभित्र अथवा जिम्मेवारीमा रहेका जिम्मेवार नेताहरूको कमी कमजोरीलाई आफ्नो प्रमुख भाष्य एउटा चाहिँ एजेन्डा बनाएर पपुलारिटी पोलिटिक्स गर्ने साथीहरूलाई हेक्का रहोस्। यो संहिताले के दिएको छ र यो संहिता किन सुन्दर व्यवस्था हो म भन्दैछु। त्यसपछि दाँजौला 240 वर्षे परिवारवादको, वंशवादको व्यवस्था राम्रो कि यो व्यवस्था? म यहाँहरूलाई एउटा डाटा प्रस्तुत गर्न चाहन्छु। प्रति व्यक्ति आय, यो संहिता आउनुभन्दा अलिक पहिलेसम्मको यो व्यवस्था, यो डाटा हो। त्यतिखेर नेपाली नागरिकहरूको, यो देशका नागरिकहरूको प्रति व्यक्ति आय, हरेक नेपाली नागरिकको प्रति व्यक्ति आय, यो चाहिँ नेपाल सरकारको डाटा हो, 31,900 थिए। अहिले 1,82,683 रुपियाँ भएको छ। त्यतिखेर गरिबी दर करिब 28.6%मा थियो, अहिले आएर 17.4% भएको छ। त्यतिखेर मानव विकास सूचाङ्कमा 0.543% थियो भने अहिले हामी अपग्रेड भएर 0.602% अगाडि भएका छौँ। त्यस्तै लैङ्गिक असमानतामा हामी चाहिँ करिब यो 64 सालतिर 0.532% थियौँ भने अहिले हामी 0.452% तिर आएका छौँ। यो व्यवस्थाभित्र यी संविधानले परिकल्पना गरेको र अन्तर्राष्ट्रिय तपाईले भन्न खोजेको कुरा बुझ्यौं। म जोड्दैछु। आज अन्तर्राष्ट्रिय रूपमा पनि जुन मानव सभ्यताको लागि चाहिने निडहरू यसलाई छुट्याउनुस्, तपाईको उत्तर समग्रमा आइसकेको छ। गम्भीर कुराहरू उठाउनु भएको कारणले गर्दा मैले जोड्नै पर्ने हुन्छ। त्यसैले यो व्यवस्थाले दिएको छ, यो व्यवस्थाले यो काम पनि गरेको छ। खै मान्यजीलाई मैले आग्रह गर्न चाहे, विनम्रताका पूर्वक आग्रह गर्न चाहे, उहाँले जहिले पनि यो व्यवस्थाले वैदेशिक ऋण बढायो भन्नुभएको छ। वैदेशिक ऋण बढाउँदा त वास्तवमा यो दुःखद विषय हो, तर त्यसको प्रयोग कहाँ भएको छ त? वैदेशिक ऋण बढोस्,
एडिबी विश्व ब्याङ्क आएर लगानी गरोस्, तर त्यो पैसा प्रोडक्टिभ सेक्टरमा जाओस्। मान्यजी, यो बहसतिर हामी अब लाग्नु पर्यो, न कि हामी चाहिँ पार्टीका नेताहरू, कार्यकर्ताहरू र सांसदहरू तपाईँहरूले पनि सुविधा पाउनुभएको छ। एकातिर यही संविधान, यही व्यवस्था मानेर मान्य हुने, माननीय हुने, मन्त्री हुने, यही व्यवस्थाभित्र तपाईँहरू बसेर चाहिँ सबै अवसरहरू प्राप्त गरिरहने र यही व्यवस्थाको यत्रो आलोचना किन? अर्को कुरा म टुङ्ग्याउँदैछु, रोजगारी सृजना कति भयो भन्ने कुरा गर्नुभयो। म यहाँलाई आग्रह गर्न चाहन्छु, हिजोको अभियन्ता र आजको राप्रपाको शक्तिशाली नेता मान्यजी, तपाईँले पनि भनिदिनु पर्यो, यो देशभित्र रोजगार सृजना गर्ने बाधक यहाँको हाम्रो व्यवस्था हो कि यो संहिता नै हो? हामी नेताहरू हो कि हामी जिम्मेवार नेताहरू कि यो संहिता नै हो भन्नु पर्यो। र अन्तिममा म एउटा कुरा भन्न चाहन्छु, मान्यजी, तपाईँलाई थाहा छ, तपाईँ अभियन्ताका रूपमा पनि आउनुभएको छ, तपाईँले हिजो वकालत गरिरहँदा 240 वर्ष एउटा परिवारले गरेको शासन भन्दा कि त तपाईँले आज स्वीकार्नुपर्छ यो व्यवस्था राम्रो होइन भने तपाईँले आज भन्नुपर्छ यो व्यवस्था खतम छ, यो व्यवस्था काम लाग्दै छैन र म सच्चा नेपाली नागरिक भएको नाताले यो व्यवस्थाभित्र टेकेर कुनै पनि पद धारण गर्दिनँ, कुनै पनि ठाउँमा जाँदिनँ भनेर तपाईँले घोषणा पर्यो। होइन भने आंशिक रूपमा स्वीकार पनि गर्ने अनि यो व्यवस्थाले सधैँ प्रहार मात्र गरिरहने, यो त उचित भएन। मलाई म टुङ्ग्याएँ। अब अन्तमा यसलाई के गरौँ भन्दाखेरि मलाई लाग्छ यस व्यवस्थाभित्र कमी कमजोरीहरू छन्। हिजो तपाईँको पालो फेरि आउँछ, जाउँला। अब ज्ञानेन्द्र साईजी, तपाईँलाई पहिचानको विरोधी भन्ने कोणबाट उहाँले प्रश्न उठाउनु भएको छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ? पहिलो कुरा उहाँको एक जवाब दिन्छु। पहिलो कुरा म लास्टबाट सुरु गरेँ। तपाईँले सांसद पद त्याग्नुहोस् दुनियाँबाट। नेपालको संविधान अलि अध्ययन गर्नु पर्यो मेयर साहबले। नेपालको संविधान 2072 को धारा 275 ले स्पष्ट के भन्छ भने यो देशमा गणतन्त्र चाहिन्छ या चाहिँदैन, संघीयता चाहिन्छ चाहिँदैन भन्ने कुरा संसदबाटै लागू गर्न सकिन्छ र सडकबाट पनि लागू गर्न सकिन्छ भनेर संविधानले स्पष्ट बोलेको छ। त्यो आधारमा चाहिँ हामी चुनाव लडाइ यो व्यवस्था खारेज गर्छौँ भनेर आएका छौँ। नम्बर 1। नम्बर 2 उहाँले कसरी लिनुभयो भने यो व्यवस्था आएपछि हामी सबैको चाहिँ प्रतिनिधित्व भयो। पहिला चाहिँ हामी कोही पनि प्रतिनिधित्व गर्दैनथ्यौँ भन्नुभयो। यही 70बाट राजाको पालामा मान्छे मन्त्री भएको छ। यही सिराहाबाट कयौँ मधेसवादी नेताहरू देशको तपाईँको ठुल्ठुलो गृहमन्त्रीसम्म हुनुभएको छ। त्यति मात्र होइन, आज अहिलेको मन्त्री परिषदमा गएर हेर्नुहोस्, 23 जना मन्त्रीमध्ये 1 जना दलित समुदायको मान्छे मन्त्री छैन। तर राजाको पालामा शिक्षा मन्त्री हिरालाल विश्वकर्माले राष्ट्रको नाममा सम्बोधन गरेका थिए। अनि तपाईँले कसरी पालामा कोही पनि हुँदैन थियो, गाउँपालिका अध्यक्ष पनि हुँदैन थियो, कसरी परिभाषा गर्नुभयो भने तपाईँको अल्पसङ्ख्यकका जातका आधारमा राजाले चाहिँ बन्देज गरिदिनु भएको थियो। त्यहाँ बोल्न पनि पाइँदैन। गजेन्द्र नारायण सिंह, अहिले पनि नाम सुन्नुहोस्। त्यतिखेरका कयौँ यहाँ यादव समुदाय छन्। रापरपाले, राजा मान्ने रापरपाले 2051 सालको चुनावमा 20वटा सिट मध्ये 10वटा सिट यही मधेसबाट जितेको थियो र ती सबै 10 जना मन्त्री बनेका थिए। त्यो पनि इतिहास उल्टाएर हेर्नुहोस्। त्यो भए हुनाले राजाका पालामा यो अब केटाकेटीलाई भन्न सकिन्छ, किनभने यहाँ यसो हेर्दाखेरि संघीयता पक्षधरै ज्यादा हुनुहुन्छ होला, तर यथार्थ त्यही हो। केटाकेटीलाई चाहिँ यसो न भुल्याउन सकिन्छ, तर यथार्थ त्यो होइन। किनभने अहिले स्थानीय तह, तपाईँ अहिले एउटा गाउँपालिकाको मेयर हुनुहुन्छ, के तपाईँभन्दा अगाडि राजाका पालामा के राजविराज नगरपालिका थिएन? यहाँ के कुनै अल्पसङ्ख्यकको मान्छेलाई तिमी चाहिँ उम्मेदवार हुन पाउँदैनौ अनि भन्ने थियो? के तपाईँ जनताबाट भोट नल्याएर पार्टीले तपाईँ अल्पसङ्ख्यकको मान्छे हो त्यही भएर तपाईँ यो जातिको मान्छे आउनुहोस् हजुर भनेर टप्प टिपेर मेयर त बनाएको होइन। तपाईँ पनि जनता कहाँ जानुभएको, चुनाव लड्नुभएको, जितेर आउनुभएको। त्यो भएको हुनाले हिजो के तपाईँ यहाँ अल्पसङ्ख्यकको मान्छेहरू यहाँको मेयर थिएन? के वडा अध्यक्ष थिएन? के गाउँपालिका अध्यक्ष थिएन? हिजो तपाईँको दलितहरू मन्त्री थिएनन्? मधेसका मान्छेहरू मन्त्री थिएनन्? अहिले गएर पल्टाएर हेर्नुहोस् न इतिहास। अहिलेको सरकारभन्दा बढी त्यतिखेर त अझ कानुनै बनेको थियो 2036 सालमा अल्पसङ्ख्यक दलितहरू चाहिँ कम्पलसरी तपाईँको मन्त्रालयमा 1 जना मन्त्री हुनुपर्ने भन्ने नीति बनेको छ 2036 सालमा सुधारिएको पञ्चायत पछाडि। यसको मतलब मैले सबै कुरा पुरानो ठिक हो भने होइन, तर तपाईँको जवाफ मैले कसरी दिएको भने तपाईँहरूले प्रस्तुत गरेको भिजन कस्तो लाग्यो भने संघीयता आएर हामी सांसद हुन पायौँ, त्यहाँभन्दा अगाडि सांसदै हुँदैनथे। संघीयता आएर वडा अध्यक्ष हुन पायौँ, पहिला वडा अध्यक्षै हुँदैनथे। संघीयता आएर आज मेयर हुन पायौँ, पहिला मेयरै हुँदैनथे भन्ने परिभाषाबाट जसरी यहाँ
तपाईँहरूले अगाडि बढाउनु भयो त्यो कुरा चाहिँ गलत छ। हिजो पनि हुन पाइन्थ्यो, आज पनि हुन पाइन्छ र भोलि पनि हुन पाइन्छ। मान्य नम्बर साईजी, 1, म एउटा कुरा जोड्न चाहन्छु। तपाईँ यो व्यवस्थाको विपक्षमा रहे पनि यो संघीयता एउटा सुन्दर पक्ष स्थानीय सरकारलाई अझ बलियो बनाउनुपर्छ। जसरी अहिले बजेट दिएको छ यसलाई अझै थपेर कानुन पनि, तर खर्चिलो व्यवस्था धान्न सक्छ। अर्को कुरो 240 वर्ष भनेर राजालाई गाली गर्नुभयो। तपाईँहरू नबोल्नुहोस्, म जुम्लाको मान्छे हो, तपाईँ यहाँ तराईको मान्छे हो। आज तपाईँ र म दाजुभाइ छौँ। तपाईँ र ममा नाता छ, सम्बन्ध छ। कस्तो सम्बन्ध छ भने सिर्फ तपाईँ र ममा भूगोलको सम्बन्ध छैन। यहीँ पारिपट्टि तपाईँको यो बोर्डर कटेर पारिपट्टि कुनै पटनाको या बिहारको मान्छे दुबईमा अल्पत्र पर्यो भने र मेरो गाउँ हिमालमाथि हिमालको मान्छे हो म, जुम्लाको मान्छे अल्पत्र पर्यो, यदि तपाईँ यहाँ सिरा सप्तरीको मान्छेले दुबईमा भेटायो भने पारी पटनाको मान्छेलाई उद्धार गर्दैन कि जुम्लाको मान्छेलाई उद्धार गर्छ भन्छ। म नेपाली हुँ, मेरो देश नेपाल हो। म भावनाको नाताले, माटोको नाताले होइन, भावनाको नाताले भन्छ त्यो राज संस्थाले बनाएको देश हो। यो कुरा हामीले स्वीकार्न पर्छ। किनभने शासन गर्यो भन्नु, राजाले कहिले शासन गर्यो? 107 वर्षसम्म 2007 सालसम्म राणाले शासन गरे र जब राज संस्थाले सक्रिय शासन गरेको 78 वर्ष हो। 78 वर्षको इतिहासमा यो देशको भूभाग अहिलेको नेपालभन्दा 2 गुणा ठुलो नेपाल आर्जको इतिहास छ। त्यो यसो पढ्दिन पनि पर्यो गएर। र अनि अर्को कुरा, रोजगारीको कुरा के गरिदिनु भएको थिएन राजाले तराईको मान्छेका लागि? वीरगञ्जको चिनी मिल खोलिदिनु भएको थियो, जुट मिल यहाँ चलिराखेको थियो, हेटौडा टेक्सटाइल चलिराखेको थियो। पारी बिहारका र उत्तर प्रदेशका मान्छे रोजगारी गर्न यहाँ आउँथे। आज हाम्रा दाजुभाइहरू भाडा माग्न तिनका ठाउँमा जानुपर्छ। यही हो परिवर्तन, यसलाई भन्छ परिवर्तन। शासन गर्यो परिवारले भन्नुहुन्छ, त्यसो भने तपाईँ बेलायतमा गएर विरोध गर्न सक्नुहुन्छ, तपाईँ अस्ट्रेलियामा विरोध गर्न सक्नुहुन्छ, क्यानाडामा विरोध गर्न सक्नुहुन्छ। बदल्नको निम्ति यस्तो मैले भन्न खोजेँ, राज संस्था भनेको एउटा आस्था हो। जस्तै हामीले मठ मन्दिरको पुजारीलाई जसरी उहाँमा देउता छ कि छैन भन्ने कुरा थाहा नपाइकन पनि पहेँलो वस्त्र लाउने बित्तिकै हामीले मठ मन्दिरका पुजारी, यता हामीले मुसलमान समुदायमा जुन हाम्रो मौलानाहरू हुनुहुन्छ उहाँले त्यो ड्रेस लाउने बित्तिकै या पुजारीभित्र गर्ने बित्तिकै हाम्रो एउटा आस्था हो। तर त्यो आस्था र धरोहरलाई शासकका रूपमा होइन। र आज पनि भन्छु, यदि यो देशको यदि कसैलाई माया छ भने नेतालाई होइन, राजालाई देशको माया हुन्छ। त्यही भएर राजाले एउटा प्रसङ्गको यसमा छोटकरीमा जवाब दिनुहोस् कृपया। अहिले नेपालमा जसरी वैदेशिक ऋण छ, जसरी प्रति व्यक्ति आएको अवस्था जस्तो छ, कृपया म छोटो जोड्न चाहे, प्रति व्यक्ति आएको अवस्था जस्तो छ, गरिबीको दर जस्तो छ, दैनिक 3000 को संख्यामा जसरी युवा विदेश जान्छन्, यदि हामीले खोजेको सांस्कृतिक राजा हो, सिम्बोलिक राजा हो भने ती राजाले अहिलेको विद्यमान परिस्थितिलाई चिरेर सम्पन्नशाली र गौरवशाली देश कसरी बनाउन सक्छ? म अहिले त्यतातिर गइन, तपाईँको क्वेसन त्यहीँ राखेँ, म फेरि गरौँला। पहिला उहाँले यो जिडिपीको एउटा पर क्यापिटा इन्कमको रिपोर्ट ल्याउनु भयो। त्यतिखेर चिनको पनि हेरिदिनुहोस् न साथमा, र भारतको पनि हेर्नुहोस्, र बेलायतको पनि हेर्नुहोस्। यस्तो देश जहाँ अहिले चिनी, भारतले अहिले बोर्डर बन्द गर्यो भने मेयर साहब तपाईँको नगरपालिकाको जनताले चिनी खानका लागि तडपिनुपर्छ। तर कुनै जमाना नेपाल यस्तो थियो, नेपालले बोर्डर बन्द गर्यो भने दिल्लीले चिनी खान पाउँदैन थियो। यो अवस्था थियो। आज यो सर्लाही सिरा सप्तरीको घरमा जानुहोस्, एकछिन किसानलाई सोध्नुहोस्। हरेक किसान, म अस्ति गएको थिएँ, किसानको उखु वीरगञ्ज चिनी मिलमा लगेर 6 महिना अगाडि भुक्तानी पाउँथ्यो किसानले। तर आज त्यही किसान बेल्चा आन्न कतार गइरहेको छ। यही हो परिवर्तन। त्यही भएर हामी भन्छौँ, राजालाई कसैलाई मन नपर्ला त्यो उसको आस्थाको कुरा हो, कसैलाई मन पर्ला उसको आस्थाको कुरो हो। तर राजालाई गाली गर्नु र घर आफ्ना बाउआमालाई गाली गर्नु एउटै हो भन्ने मलाई लाग्छ। हुन्छ। त्यो भावना। अर्को पर क्यापिटा इन्कम, त्यो जमानामा यो मैले यो फोन चाहिँ दिनुहोस् भनेर कुरा गरेर हुन्छ? यो टेक्नोलोजीको जमानाको कुरा, विषयवस्तु हो, परिवर्तनको विषयवस्तुको कुरा हो। आज हाम्रो देशको एकछिन सूचाङ्क हेर्नुहोस् न, विश्वका 200 देशमध्ये पुछारबाट सबभन्दा गरिब देश पर्छ। साउथ एसियाको सबभन्दा गरिब देश हो, एसियाको सबभन्दा गरिब देश हो। जानुहोस् 2015 सालको डाटा हेर्नुहोस्, भुटान र भारत नेपालभन्दा इकोनोमी स्टाटसमा पछाडि छन्। आज कहाँ पुग्यो उनीहरू? र अहिले 2034 सालको एउटा डाटा खोज्नुहोस्। 2034 मतलब 2035, 2034 र 35 को आर्थिक बजेटको अहिले एउटा डाटा खोज्नुहोस्। नेपालले धान चामल मात्रै 24 करोडको धान चामल तपाईँको भारत, बङ्गलादेश र कोरिया र अमेरिकामा बेचेको थियो। आज हामीले 43 अरबको धान चामल भारतबाट खान्छौँ र अन्य देशबाट खान्छौँ। यो विकास हो।
सिर्फ गाली गर्न पाउने, मञ्चमा उभिने अनि यस्तै यस्तै कार्यक्रम गरेर अर्कालाई ठाडो लाउने मात्र परिवर्तन होइन। त्यो भए हुनाले म तपाईँलाई के भन्छु भने अब अर्को कुरा तपाईँको राजाको कुरा। राजा हेर्नुहोस्, मैले सामान्य सकेँ राजाको कुरा। हामी संहितामा थियौँ, राजाको विषयवस्तु थिएन वास्तवमा। संहिता के खराब भन्यो, उहाँ मेयर साहबले आफै छिराइदिया हुनाले म पनि यसो बाटोमा छिरेपछि जवाब दिउँ भनेर हो। र सबभन्दा पहिलो कुरा विषयवस्तु के हो भने राजाले आएर देशमा पुरै डिजास्टर चेन्ज गर्लान् शासन गर्ने राजाको कुरा होइन। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरौँ। राजा भयो भने राष्ट्रिय एकता हुन्छ, मुलुकको समृद्धि हुन्छ, नेपाललाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न सकिन्छ, टाढा जानु पर्दैन। अहिले मेरो देशको राष्ट्रपति स्विजरल्यान्ड जानुभएको छ, कुनै जमानामा मेरो देशको राजा महेन्द्र पनि स्विजरल्यान्ड जानुभएको थियो। र आज राष्ट्रपतिलाई एयरपोर्टमा गरेको स्वागत हेर्नुहोस्, राजा महेन्द्रलाई स्विजरल्यान्डमा गरेको स्वागत हेर्नुहोस्। त्यो नेपालीलाई गरेको स्वागत हो, कुनै राजालाई होइन। त्यो भए हुनाले एउटा अन्तर्राष्ट्रिय छवि राष्ट्रिय एकताका लागि हो। जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री गरौँ। त्यो प्रधानमन्त्री गऱ्यो भने अहिले मेयर साहब जस्तै 5 वर्ष ढुक्क काम गर्न पाउँछ, संसदबाट फाल्न पाउँदैन। त्यो गणतन्त्रको पनि उत्तम व्यवस्था हो, किनभने जनताले आफ्नो कार्यकारी प्रधानमन्त्री आफै भोटाल्न पाउने। अनि यो प्रदेश बन्नेको घाँडो भयो, बरु प्रदेशका यी माननीयहरूको मुख्यमन्त्री भयो भन्नुभयो। मुख्यमन्त्री भयो त उनी भए, जनतामा के परिवर्तन भयो? जनताले रोजगारी पाए उनीहरू मुख्यमन्त्री भएर? कतारमा बेल्चा हान्न रोकियो, दुबईमा बेल्चा हान्न रोकियो, पारी भारतमा गएर हाम्रा दाजुभाइले उनीहरूको मजदुरी काम रोकियो। उहाँ मुख्यमन्त्री हुनुभयो, गाडी चढ्नुभयो, जानुभयो। त्यो भए हुनाले अर्को लास्टको कुरो आंशिक कुरा नगर्नुहोस्, तपाईँ छोड्नुहोस् भन्नुहोस्। म नेपालको नागरिक हो, नेपालको संविधानलाई हामीले च्यातेका छैनौँ, संविधानभित्रै बसेर परिवर्तन गर्छौँ भनेका छौँ अघि माननीयज्यूले भने जस्तै। र मलाई समानुपातिक होइन, म जनताबाट निर्वाचित हो, जुम्लाका जनताले त सांसद नहो भने पनि म भोलिबाट दिन छोड्छु। हस्, धन्यवाद। धन्यवाद। म अब बलरामजीसँग जान चाहन्छु। संघीयता आइसके पछाडि आर्थिक पहुँच, सामाजिक पहुँच, राजनीतिक पहुँच जनस्तरसम्म पुर्याउने हो भनेर दाबी गरियो। तर मधेसको अवस्था हेऱ्यो भने सुशासनमा सबैभन्दा बढी बेरोजु यहीँको छ। यही छिमेक सीमा जोडिएको धनुषा वैदेशिक रोजगारीमा सबैभन्दा बढी जाने जिल्ला हो। त्यसै गरी रौतहट मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि रहेको जिल्ला हो, शिक्षामा सबैभन्दा पछाडि छ। र यही तपाईँकै जिल्लाको कुरा गर्ने हो भने उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा पनि स्वास्थ्य क्षेत्रको अवस्था भयावह छ। संघीयता आफ्नै हातमा डाडु पहिन्यो हुँदा पनि किन कायापलट गर्न सकिएन त? अरू प्रदेशमा मुख्यमन्त्रीहरू निकै परिवर्तन हुँदा पनि 7 वर्षको दौडानमा यहाँ त मात्र 3वटा मुख्यमन्त्री परिवर्तन भएको अवस्था छ। किन? सबभन्दा पहिला त यो संहिताको बुझाइ र संहितालाई बदनाम गर्ने नियत। एकातिर संहितालाई स्वीकार पनि गर्ने, त्यो संघीयतालाई बदनाम गर्ने काम पनि कसले गरेका छन्? नेता कि आम जनताले? आम जनताले गरिराखेको छैन। जसले संविधान लेख्यो, ठुला पार्टीहरू, उसले संहिता आत्माबाट स्वीकारेका होइनन्, आत्माबाट स्वीकारेका होइनन्। किनभने यदि आत्माबाट स्वीकारेका भए यसको कार्यान्वयनलाई मैले योभन्दा पहिला पनि भनिसकेँ, जुन कानुनहरू संहिता सम्बन्धी छ, प्रहरी ऐन या लोकसेवा आयोगको प्रदेश लोकसेवा जस्तो मधेस प्रदेशको लोकसेवा आयोगको कानुन, यहाँबाट त्यस्तो सिडिओहरू। सर, यसैमा त म तपाईँलाई प्रति प्रश्न के गर्न चाहन्छु भने नेपालको संविधान जारी गर्ने राजनीतिक दल र तिनै नेताहरू, एउटा सुशील कोइराला बाहेक नेता जीव, त्यो कानुन बनाउने र यसलाई पूर्ण रूपमा चाहिँ उहाँहरूले किन गर्नु न त? यो दोष मैले स्वीकार आत्माबाट स्वीकार गर्नु पर्यो नि त, बोलेर हुँदैन त। अर्को कुरो, त्यसो भए आत्माबाट स्वीकार नगरेको संघीयता कहाँबाट आयो त? त्यसो भए म भन्दैछु न, अन्तरिम संविधानको व्यवस्था तो परिकल्पना त्यसमा के स्पष्ट भनिएको थियो? पहिचान र सामर्थ्यको आधारमा, पहिचान र सामर्थ्यको आधारमा संहिता बन्यो त। यो राजतन्त्रको चिन्तनबाट कोशी प्रदेश
बागमती प्रदेश विकासीय क्षेत्र को आधार में सुदूर पश्चिम प्रदेश के जो पहिचान को आधार में हो एउटा मात्रै मध्य प्रदेश बाहेक जसलाई संघीयताको जननी भनिन्छ। यो बाहेक कुनै पनि प्रदेशहरू तपाईको पहिचानमा भएन। यसको फेरि सामर्थ्यतालाई घटायो किनभने मधेसी जनताको मूल माग के थियो भने पहिलो मधेस विद्रोहको सम्पूर्ण मधेस एक प्रदेश, होल मधेस इज एन अटोनोमस स्टेट। ठीक छ, एउटा अव्यावहारिक होला यो लामो, तर दुईटा प्रदेशसम्म पहिलो संविधान सभामा कुरा मिलिसकेको थियो र जम्मा 10 प्रदेशको अवधारणा थियो पहिचान र सामर्थ्यको आधारमा। त्यसलाई लत्याउने यही ओलीजीहरू आफ्नो अनुकूलको यो 1 नम्बर प्रदेश जुन बनिया छ उत्तर दक्षिण यो अञ्चलीय धारणाको अनुसार के यो चाहिएको थियो। किन लिम्बुवानहरू हालमा कोशी प्रदेशको नामकरण हुँदाखेरि किन चाहिँ आन्दोलनमा जानु पर्यो, एउटा शहादत दिनु पर्यो। र मतको संख्या पनि तपाईँ हेर्नुहोस्। हो, यही मतको संख्यामा मेरो तपाईँलाई प्रति प्रश्न के छ भने तपाईँले मधेसले एक मधेस एक प्रदेशको चाहना राख्दथ्यो भन्ने तपाईँको दाबी छ र पहिलो संविधान सभाले संविधान बनाउन नसके पछाडि विघटन गरेर दोस्रो संविधान सभाको निर्वाचन भयो, प्रधानमन्त्री सुशील कोइराला हुनुभयो र नेकपा एमालेको समर्थनमा। यदि पहिचानको पक्षमा 2/3 मत पुग्दैन थियो भने तपाईहरुले त्यो लोकतन्त्रलाई अस्वीकार किन गरिरहनु भएको छ? लोकतन्त्रलाई कहाँ अस्वीकार गरियो हामी? यो लोकतन्त्र म के भन्छौ भने लोकतन्त्रको विकल्प लोकतन्त्रै हो। त्यसमा सामाजिक लोकतन्त्र के लोकतन्त्र भनिन्छ, तर लोकतन्त्रको विकल्प लोकतन्त्रै हो। उहाँहरू हाम्रो ज्ञानेन्द्रजीहरू संघीयताको साथै यो व्यवस्थामा प्रश्न उठाउँदै हुनुहुन्छ। उहाँलाई म एउटा के आग्रह गर्छु भने यदि तपाईहरू यो व्यवस्था गलत छ, जसरी हामी पञ्चायतमा 4 जना जितेर जानुहुन्थ्यो प्रगतिशीलका, झापाबाट द्रोण प्रसाद आचार्य, चितवनबाट जागृत प्रसाद भेटवाल, सोमनाथ प्यासी अधिकारी पोखरा कास्कीबाट उहाँहरू किन जानुहुन्थ्यो भने यो व्यवस्था गलत छ। यो पञ्चायती व्यवस्था, पञ्चायती राजतन्त्र यो नेपालको लागि अभिशाप हो। वहाँ भत्ता खानको लागि जानु हुँदैन थियो, भत्ता पनि लिनु हुँदैन थियो। त्यो व्यवस्थाको विरुद्धमा बोल्नुहुन्थ्यो उहाँहरू त्यो पञ्चायतमा, र उहाँहरूलाई निलम्बन पनि गर्थ्यो र अन्तर्राष्ट्रिय दबावमा उहाँहरूलाई तुरन्तै छोड्नु पर्थ्यो राजाले राष्ट्र पञ्चायतको त्यो सदस्यबाट चाहिँ। मेरो भनाइ के छ भने तपाईहरूलाई हिम्मत छ भने यो व्यवस्था गलत छ, हामी भाता खाँदैनौँ संघीय लोकतान्त्रिक व्यवस्थाको, यो भन्न सक्नु पर्यो तपाईहरूले। यो दो धारे तरिकाले हुँदैन। भेरी कन्ट्रोभर्सी। तपाईले के भन्नुभयो भने राजतन्त्रमा चामल हामी चाहिँ निर्यात गर्थे। अरे बाबा, त्यो राजतन्त्रमा भोकै मर्थ्यो, पैसा थिएन गरिबहरूसित। यो विदेशी बेरोजगारमा गएर पैसा कमाएर त्यो भारतको चामल खाँदैछ। त्यति बेला त्यो चामल चाहिँ तर 1970 को समयमा नेपालमा अन्तर्राष्ट्रिय धान मिल कम्पनी 7 वटा थिए भन्ने त्यो इतिहास के हो त? यसलाई कसरी पुष्टि गर्नुहुन्छ? यसलाई त्यो किनमेल थियो, तर अहिले खानेको संख्या जो पहाडमा ढेँडो खाँदै थियो, जो चाहिँ कोदोको ढेँडो, त्यहाँ चाहिँ चामल खाँदैछ 1 ग्रेडको बासमती। अहिले भन्छ हुलास भए अरू किन खोज्ने? अरे बाबा, यो मधेसको चामल र पिठो खाने अनि मधेसी जनताले चाहेको संघीयता पावर को यो गलत हो भनेर तपाईलाई म भन्दैछु। यो संघीयता त्यतिकै आएको होइन। तपाईँ खुलेर यो व्यवस्थाको विरोध गर्नुहोस् र भत्ता खान छोड्नुहोस्। र हामी के भन्दैछौँ भने एउटा नागरिक समाजको अभियन्ताले
अब व्यवस्थाहरू परिवर्तन गर्न मिल्दैन। धेरै व्यवस्थाहरू परिवर्तन भयो। यो देशमा धेरै किसिमका भयो। यो सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाभन्दा उत्तम व्यवस्था केही पनि होइन। देश केले बिग्रियो भने यो देशको नेतृत्वले, म यो ठुला पार्टीका नेताहरू देउबा, प्रचण्डजी, ओलीजीलाई भन्नुहुन्छ, तपाईँहरूमा मर्ने बेलासम्म अब प्रधानमन्त्रीको यो कुर्सीको लालच नराख्नुहोस्। हुन्छ, तपाईँले भनेको अहिलेको मोडलमा समस्या अहिलेको शासन व्यवस्थामा होइन कि नेतृत्वमा छ भन्ने मत बिल्कुल। प्रकट गर्नुभयो। म फर्किन बिल्कुल। चाहन्छु। अब म रासपाका सांसदसँग आउन चाहन्छु। पुराना दलहरूमा विभिन्न खाले यसको पक्ष र विपक्षमा कहीँ प्रत्यक्ष रूपमा कहीँ अप्रत्यक्ष रूपमा मतहरू जाहेर भइरहेका छन्। तपाईँहरू त नयाँ हुनुहुन्छ र नयाँ भए पनि तपाईँहरूले सरकारमा गएर हनीमुन पिरियड पुरा गरिसक्नु भएको छ। उप प्रधानमन्त्री सहित गृह मन्त्रालयको नेतृत्व तपाईँका सभापतिले सम्हालिरहनु भएको छ। प्रहरी ऐन पनि त्यत्तिकै चर्को विषय बनिरहेको छ। तपाईँहरूले देखेको सङ्घीयताभित्रको सुन्दर पक्ष र फाल्नुपर्ने नकारात्मक पक्ष चाहिँ के हुन्? म यो संविधानको धारा 75 मा रहेको विषय थोरै यहाँ जानकारी गराउन चाहन्छु। संविधानको धारा 75 ले मन्त्री परिषदको गठनको विषयमा बोलेको छ। मैले यति मात्र जानकारी गराउन चाहेँ। र आजको यो बहस 70 विचार बहसमा आज हामीले गर्नुपर्ने बहस चाहिँ संहिता कार्यान्वयनका पाटोमा चुनौती के हुन् र यसका सुन्दर पक्षलाई अगाडि बढाउनको लागि बाधक के हुन् भन्ने विषयमा बेसी हामीले चर्चा गर्यौँ भने र यसमा भएका समस्याको आइडेन्टिफाई गर्ने प्रयास यो गर्यौँ प्रश्न नै तपाईँलाई हामी त्यही छ। चाँडो समाधानमा पुग्छौँ भन्ने मेरो बुझाइ थियो। तर समयको अधिकांश हिस्सा हामीले संहिता ठिक कि संहिता बेठिक भनेर चर्चा गर्यौँ। मैले सुरुमै भनेको थिएँ वास्तविकता र आजको धरातल के हो भने संहिताको विकल्प आज होइन, छैन। त्यसकारण यो व्यवस्थाभित्रको अप्ठ्यारा पाटाहरू के छन् र यसबाट देखिएका सुनौला पाटाहरू के हुन् भन्ने पाटोमा र त्यो पहिल्याउने पाटोमा हामी अगाडि बढ्यौँ भने हामी चाँडो गन्तव्यमा पुग्न सक्छौँ। यो रासपाले देखेको प्रष्ट विचार हो। र सबैभन्दा ठुलो र सबैभन्दा अप्ठ्यारो पाटो भनेको संहिताभित्रको चुनौती भनेको भ्रष्टाचार हो र बेथिति हो, नेत हो। यसलाई कार्यान्वयन गर्ने पक्षमा, कार्यान्वयनमा लाने पक्षमा कार्यान्वयन गराउने राजनीतिक दल र राजनीतिक दलसँग जोडिएका अधिकांश नेता र अधिकांश कार्यकर्ता सबै भ्रष्टाचारमा चुर्लुममा डुबेको कारण, त्यो बेथितिमा चुर्लुममा डुबेको कारण यो व्यवस्थालाई दोष लगाउने प्रयास गरिएको। त्यसकारण भ्रममा कोही नपर्नुहोस्, भ्रममा कोही पर्नु पर्दैन। हाम्रो वास्तविकता भनेको यही व्यवस्थाभित्र बसेर हामीले अवस्था सुधार गर्नको लागि काम गर्नुपर्ने हो र कानुनी सर्वोच्चतालाई जति चाँडो हामीले कार्यान्वयन गर्ने प्रयास गर्छौँ त्यति चाँडो हामी गन्तव्यमा पुग्छौँ भन्ने पाटो हो। कुनै पनि शासन व्यवस्था कार्यान्वयन गर्दै गर्दाखेरि यो 1 वर्षभित्र अथवा 2 वर्ष अथवा 5 वर्षभित्र कार्यान्वयन हुने कुरा होइन। यति लामो शासन व्यवस्था परिवर्तन गरेर ती सबै संरचनाहरू परिवर्तन गर्दै गर्दाखेरि थुप्रै समय लाग्छ। तर एकैचोटि र खोजी जस्तै अधिकार हामीले पाइएन भनेको कारणले एक किसिमको अतिवाद किन हामीले खोजे जस्तो पाइएन भन्ने र अर्को किसिमको अतिवाद यो हुँदै भएन, योभन्दा पुरानै ठिक थियो भन्ने दुईटै अतिवादको बिचबाट हामीले अब फेरि त्यो सुनौलो भविष्य खोज्नु चाहिँ आजको वास्तविकता हो। म एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। उदाहरण केमा प्रस्तुत गर्न चाहन्छु भने म प्रत्यक्ष राजनीतिसँग जोडिएको व्यक्तित्व थिइनँ, होइन। तर आज यो जिम्मेवारी काँधमा बोक्दै गर्दाखेरि योभन्दा अगाडि म व्यावसायिक जीवन बिताएको मान्छे हुँ र राजनीति सम्हालिरहेका मान्छेहरूले राजनीतिलाई राम्रोसँग सम्हाल्छन् होला र हामीले हाम्रो पेसा र व्यवसाय र हाम्रो जिम्मेवारी राम्रोसँग गरिराख्न पाउँछौँ होला भन्ने हामीलाई लाग्थ्यो। तर त्यस्तो हुन पाएन। त्यसकारण आज प्रत्यक्ष राजनीतिमा यो जिम्मेवारी काँधमा बोकेर आउँदै गर्दा म चाहिँ विषयवस्तुलाई एकदमै अन्तर र त्यो भित्री कुनासम्म गएर हेर्ने प्रयास गर्छु र त्यसको समाधानको लागि के गर्नुपर्छ भन्ने पनि प्रयास गर्छु। म यतिखेर संसदीय समितिमा, उद्योग वाणिज्य समितिमा रहँदै गर्दाखेरि नेपालमा चिनी उत्पादनको अवस्था, उखु उत्पादक किसानको अवस्थाको विषयमा मैले अध्ययन गरेको थिएँ, मेरो टिमले अध्ययन गरेको थियो। नेपालका पूर्वदेखि पश्चिमसम्म भएका जम्मी उखु मिलहरूले उत्पादन गर्ने चिनी, आजको चिनीको माग र किसानहरूले प्राप्त गरिरहेको त्यो उखु बेचेपछि प्राप्त गरेको धनराशिको विषयमा मैले अध्ययन गरेको थिएँ। यो संसदीय समितिले अध्ययन गरेको छ। म यो संहितासँग जोड्दैछु। किन जोड्दैछु भनेदेखि यसले कार्यान्वयन कसरी गर्नुपर्छ र चुनौतीको कसरी सामना गर्नुपर्छ र समस्याको कसरी समाधान गर्नुपर्छ भन्ने पाटोमा यी विषयहरू हामीले हेर्दैनौँ भने फेरि पनि संहिताभित्र हामी त्यो सुनौला पाटाहरू नखोजिकन अल्मलिरहेका हुनेछौँ। नेपालमा आज चिनीको माग 3 लाख मेट्रिक टन हो।
तर नेपालमा भएका चिनी उद्योगहरूले उत्पादन गर्ने चिनी भनेको जम्मा 1,60,000 मेट्रिक टन मात्रै हो र विद्यमान अवस्था नेपालमा भएका कृषकहरूले त्यो चिनीको कच्चा पदार्थ उखु उत्पादन गर्न सकेको खण्डमा र उखु उत्पादन डबल बनाउन सकेको खण्डमा यिनै मिलहरूले हामीलाई पर्याप्त हुने चिनी उत्पादन गर्न सकिन्छ। तर समस्या कहाँ छ? उखु उत्पादन गर्ने किसानलाई आवश्यक पर्ने मल, खाद, बिउ, सिँचाइको पाटोमा काम गरिएको छैन। विविध कारणले काम गरिएको छैन। उनीहरूको क्षमता विकासमा लगानी गर्नुपर्ने त्यो पाटोमा सायद संरचनाले बुझेन अथवा संरचनाले जानेन। तर सधैँभरि त्यसरी नै रहिरहने हो त? समस्या आइडेन्टिफाई गरेर समस्या समाधान गर्नको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले कार्यक्रम तय गरेर जति चाँडो हामी ती किसानहरूको उखु उत्पादनलाई बढाउन सक्छौँ अथवा यसको अझै आधार दर म भनिदिन्छु, प्रति कट्ठा किसानहरूले 50 देखि 60 क्विन्टल उखु उत्पादन गर्नुपर्ने हो। त्यति उत्पादन गर्दै गर्दाखेरि नेपालको चिनीको माग पनि धानिन्थ्यो र उखु किसानहरू फाइदामा पनि जान्थे। तर नेपालको पूर्वी भागमा उखु उत्पादन गर्दै गर्दाखेरि झन्डै 20 क्विन्टल प्रति कट्टासम्म पनि उत्पादन हुँदो रहेछ। त्यो किन भयो त भनेर खोज्दै गर्दाखेरि त्यहाँ सिँचाइको अभाव छ, उन्नत बिउको अभाव छ, पेस्टिसाइडको अभाव छ, प्रविधिको अभाव छ, मलको अभाव छ। यसलाई संघीयतासँग कसरी जोड्ने? म जोड्दैछु। यो समस्यालाई समाधान कसरी गर्ने भन्ने पाटोबाट हामी समाधान नखोज्ने र ती किसानहरूलाई इम्पावर नगर्ने र चिनी उत्पादन चाहिँ बढाउनतिर नलाग्ने, अनि त्यसपछि विरोध मात्र गर्ने हो भनेदेखि र त्यो चिनी आयात गर्यो अथवा भारतबाट मात्र ल्याइयो भनेर विरोध गर्ने र नेपाललाई आवश्यक पर्ने पर्याप्त चिनी समयमै व्यवस्था नगर्ने हो भने फेरि पनि दसैँ र तिहारको छठको बेलामा गएर चरम अभाव बनाइन्छ। यतिखेर 100 रुपियाँमा बिक्ने उपलब्ध हुने चिनी त्यतिखेर अभाव सिर्जना गरेर 200-220 रुपियाँसम्म बनाइन्छ। मैले संहितामा के जोड्न खोजेको भने हामीले यो व्यवस्थाभित्र भएका अप्ठ्यारा पाटाहरू, समस्याहरूलाई आइडेन्टिफाई नगर्ने र त्यो समस्याको समाधान गर्नेतिर नलाग्ने हो भनेदेखि फेरि पनि यसरी नै रुमलिरहन्छौँ र यो पुस्ता पनि फेरि पनि काहीँ न काहीँ रुमलिरहेको हुन्छ। सर, यो आइडेन्टिफाई गर्ने कसले हो त? तपाईँहरूले न यो संघीयतालाई मसक्क आँट्न सक्नु भएको छ, यसका विकृत पक्षहरूलाई सुधार गर्नुपर्छ भनेर भन्नुभएको छ। तपाईँहरू निर्वाचित भएर आएको 2 वर्ष करिब हुन थालिसक्यो। तपाईँहरू दुई पटक सरकारमा सहभागी भइसक्नु भएको छ। यो पहिचान गर्न म भन्दैछु, यो पुस्ताले राजनीतिमा हाम फाल्दै गर्दाखेरि देखेको सबैभन्दा ठुलो समस्या र चुनौती भनेको व्यथिति र भ्रष्टाचार हो। कानुनी सर्वोच्चता जति चाँडो हामीले कार्यान्वयन गर्न सक्छौँ र स्थापित गर्न सक्छौँ त्यति चाँडो हामी यो व्यवस्थालाई उन्नत बनाउन सक्छौँ र व्यवस्थामा सुधार पनि गर्न सक्छौँ। यहाँले भन्दै गर्दा यो 20 महिनाको राजनीतिक यात्रामा र सङ्घीय संसदको भूमिका निर्वाह गर्दै गर्दाखेरि पछिल्लो चरणमा हामी 2.5 महिना जति सरकारमा उपस्थित देखाइसकेका छौँ। हामीसँग अरू कुनै विकल्प छैन। यो भ्रष्टाचार विरुद्ध र व्यथिति विरुद्ध लड्न बाहेक कुनै अरू विकल्प छैन र राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर सरकारमा सामेल हुँदै गर्दाखेरि तिनै व्यथिति र भ्रष्टाचार विरुद्ध लड्नको लागि उपयोग गर्न सक्ने टुल पाउँदै गर्दाखेरि मात्र हामी सरकारमा सामेल हुन्छौँ भनेर लड्दै गर्दाखेरि आजै मात्र गृह मन्त्रालयले श्वेतपत्र जारी गरेको छ अथवा यो 100 दिनमा गरेका कामहरूको 29 पन्नाको काम गरेका कुराहरू प्रस्तुत गरेको छ। हेर्नुहोस्, प्रधानमन्त्री स्वयं कोलिसन सरकारको प्रधानमन्त्री हुँदै गर्दाखेरि तिनै प्रधानमन्त्रीका सबैभन्दा नजिकका मान्छे जसलाई ज्यान मुद्दा लागेको थियो तिनलाई कसरी समात्न सकेको थिएन, तिनलाई समाएर जेल हाल्ने हैसियत राख्न सक्ने गृहमन्त्री यतिखेर पाउनु भएको छ। तिनै प्रधानमन्त्रीका सबैभन्दा नजिकका पात्र सुन काण्डमा दोषी ठहरिँदै गर्दा उम्किएर हिँडिरहेका थिए, खुल्लमखुल्ला हिँडिरहेका तिनलाई समाएर कारबाही चलाउने प्रक्रियामा अगाडि हात बढाउन सक्ने, हिम्मत बढाउन सक्ने गृहमन्त्री देशले पाएको छ। हामीले राष्ट्रपालले गर्ने कुरा भनेको यसको जति चाँडो अन्त्य गर्न सकिन्छ त्यति चाँडो संहितालाई अझ सबल र सफल बनाउन सकिन्छ। होइन भने हामी भ्रष्टाचारमा चाहिँ रुमलिरहने र रमाइरहने, त्यसको विरुद्धमा चाहिँ काहीँ पनि आवाज नउठाउने र मैले त्यो भ्रष्टाचार गर्दै गर्दाखेरि सबै ठिक, म र मेरो परिवारले गर्दै गर्दा सबै ठिक, तर अरूले गर्दाखेरि मात्र कारबाही गर्नुपर्छ, अरूको मात्र विरोध गर्नुपर्छ भनिन्छ भने संहिताको कुरा के कुरा गर्नु, संसारको अरू जस्तोसुकै विकल्प जस्तोसुकै व्यवस्था ल्याउनुहोस्, कहिल्यै पनि हामीले समृद्धिको धन्यवाद सर। तपाईँहरूले संघीयतामा ल्याउन खोजेको सुधार र विकल्प के हो, कस्तो ल्याउनुहुन्छ हामी पनि हेरौँला, त्यो प्रतीक्षामा छौँ। धन्यवाद। म ज्ञानेन्द्र साईजीसँग जान चाहन्छु। तपाईँहरू यो व्यवस्थाको विपक्षमा हुनुहुन्छ, गणतन्त्र होइन राजतन्त्र चाहिन्छ भनेर तपाईँहरूले ओकालत गर्नुभएको छ। तर यो संघीयतासँग जोडिएका समावेशिता, लैङ्गिकता, समानुपातिक समावेशिता, पहिचानका कुरा
सहभागिताका कुरा जति सुन्दर रूपमा प्रकट भइरहेका छन्, तपाईँहरू यो व्यवस्थाको विपक्षमा हुँदै गर्दा यो सङ्घीयताको पनि विरोध किन गरिरहनु भएको छ? एउटा कुरा यसो हो, हामीले कहिल्यै पनि समावेशीलाई हामीले खारेज गर्छौँ भने पनि छैनौँ। हिजो पनि समावेशताकै आधारमा राजाका पालामा देशको गृहमन्त्रीदेखि प्रधानमन्त्री चाहिँ जनजातिको छोरा। यदि जनजाति, आदिवासी, दलित जनजातिको छोरा यदि यो देशको प्रधानमन्त्री अहिलेसम्म कोही भएको हो भने राजाका पालामा भएको, सक्रिय राज संस्थाको पालामा भएको उहाँको नाम हो मरिजमान सिंह श्रेष्ठ। अहिलेसम्म कसैले जति कुरा गरे, अहिले पनि यसो लिस्ट हेर्दै थिएँ, 23जना मन्त्रीमध्ये झन्डै 10जना चाहिँ बाहुनहरू रहेछ अहिलेको मन्त्रीमण्डलमा, बाहुन र क्षेत्रीयहरू मन्त्री परिषद अहिले मन्त्री परिषदमा। यत्रो मधेस आन्दोलन गऱ्यौँ, के उपलब्धि गऱ्यौँ भन्नुहुन्छ, 5जना रहेछन्, त्यो पनि अलि पार्टी फुट्ट काट्टकुट्ट गरेर होइन। ल भन्नुहोस् न, अब मैले भन्न खोजेको के भने समावेशिताको कुरामा हामीले कहिले विरोध गरे पनि छैनौँ। यदि राज संस्था आयो भने पनि त्यो समावेशीलाई कहिले पनि कटअप हुँदैन। र नेपालको इतिहासमा अहिले पनि हिन्दू राष्ट्र भएको बेला मुसलमानको मस्जिद बनेको हो। अहिलेको गणतन्त्रवादीले जामा मस्जिद बनाइदिया होइन, काठमाडौँको राजदरबारको अगाडि, त्यो हेरे हुन्छ, इतिहास छ, समभाव। तर हाम्रो विरोधीहरूले के कुरा फैलाइदिएका छन् भने यदि राज संस्था आयो भने, अघि एकजना साथीले भने जस्तै दलित समुदायको मान्छे चाहिँ सांसद बन्न पाउँदैन, राज संस्था आइदियो भनेपछि मधेसी समुदायको मान्छे, अल्पसङ्ख्यक जातको मान्छे मेयर बन्न पाउँदैन भनेर भरम फैलाइएको छ। त्यो होइन। हामीले त के भनेको भने खर्चिलो भयो यो व्यवस्था। प्रदेशमा यो 884 जना सांसदहरू कता कता छ त्यो पाल्नुभन्दा बरु हामी चाहिँ के गरौँ भने स्थानीय तहलाई बलियो बनाऊँ, अझ बलियो बनाऊँ स्थानीय तहलाई। सङ्घीयताको भन्दा पनि प्रदेश गरेर अहिले 8 खर्ब रुपियाँ खर्च भयो। 8 खर्ब करिब अहिले 9 खर्ब पुग्न लाग्यो। अब यो बजेट आयो भने 10 देखि 12 खर्ब पुग्छ। त्यत्रो पैसा भनेको 800 अरब हो। यदि 800 अरबको 1 अरबको एउटा मात्रै फ्याक्ट्री लगाइदिए भए 800 वटा नयाँ फ्याक्ट्री लाग्थे। एउटा फ्याक्ट्रीमा 1000 जनाले मात्र जागिर पाइदियो भने लाखौँ 8-9 लाख मान्छेले जागिर पाउँथ्यो। हो, यो चाहिँ खर्चिलो व्यवस्था भयो। यो नेपालको व्यवस्था पनि होइन। अहिले अब विभिन्न पार्टीमा आबद्ध छन् साथीहरू, भित्रबाट त्यो कुरा ठिक लागेको छैन, तर पार्टीले बोकिसक्यो, त्यो भएर बोल्नुपर्छ भन्ने कुरा होला। म एउटा तपाईँलाई सामान्य उदाहरण दिन्छु है। म अहिले कहाँ छु? सप्तरीमा छु। म अहिले सप्तरीमा हुँदा मैले जुम्लामा लगाएको जकेट ल्याएर सप्तरीमा लगाएँ भने म यो मञ्चमा बस्न सक्दिनँ। किनभने सप्तरीमा पातलो कपडा लाउनुपर्छ, यहाँ गर्मी छ। तर सप्तरीमा मैले पातलो कपडा लगाएँ यो सर्ट भन्दैमा अहिले गएर जुम्लामा मैले लगाएँ भने म त्यहाँ चिसोले कठ्याङ्ग्रिन्छु। कुनै पनि देशको व्यवस्था, कुनै पनि देशको शासन पद्धति त्यो देशको भूगोल र माटोले ल्याउने हो कि विदेशीको विदेशवादले ल्याउने हो, विदेशीले ल्याउने हो, यो कुरा आज यहाँ पहिचानको कुरा हो। यो नेपालको संहिता कसरी भयो? न नेपालको धर्मसँग मिल्छ, न संस्कारसँग मिल्छ, न पहिचानसँग मिल्छ। यो त यसो बेलायतको फोटोकपी गरौँ भनेर पहिला प्रजातन्त्र ल्याइयो, अनि यसो गाट्टागुट्टा गरेर भारतले ल्याइहाल्यो, त्यही भएर नेपालमा ल्याइदिउँ। यसो तपाईँको अर्को अमेरिकाले ल्याइहाल्यो, त्यही भएर नेपालमा ल्याउँ। नेपालको स्थिति र अमेरिकाको स्थिति फरक हो। नेपालको स्थिति र भारतको स्थिति फरक हो। भारत अलग देश हो। मैले आज पनि भन्दैछु, अघि पनि सुरुमै भने कार्यान्वयनको अवस्थामा जान किन सक्दैन भन्ने कुरा म थोरै जोड्न चाहन्छु। यो विषयवस्तु यसको यसो क्या हजुर, तपाईँको म के भन्छु भने गियर फेल भएको गाडी, इन्जिन बिग्रिसकेका गाडी कि त इन्जिन बनाउनु पर्यो अनि त्यतिकै चलाउँछु भनेर हुन्छ? यो फेलियर व्यवस्था हो। यो नेता सेटलमेन्ट हुन्छ। अहिले पनि यहाँ बोलेका साथीहरू नेता हुन्, किनभने उहाँलाई गाह्रो छ। अझै यो प्रश्नलाई पूर्ण र आज पनि यो अझै पूर्ण बनाउँदा फेरि जसरी तपाईहरू माओवादी केन्द्र र राप्रपासम्म मिलेर सरकार बनेको छ, उपेन्द्र यादव पनि यसमा सहभागी हुनुहुन्छ, विभिन्न पटकको समयमा सिके राउत पनि सहभागी हुनुभएको छ। तर जतिसुकै प्रखर रूपमा सङ्घीयताका मुद्दाहरू यसरी सघन रूपमा छलफल भए पनि कार्यान्वयनमा जाँदा कानुन बनाउने अधिकार दिने काममा चाहिँ नेतृत्व तहबाट किन हुन्न? होइन, तपाईँलाई एउटा कुरो ध्रुवसत्य कुरा के हो भने कुनै पनि चिज काम लाग्दैन भने त्यसलाई जति बनाए पनि लाग्दैन। र अनि अर्को एउटा कुरो, अघि उहाँ हाम्रो अभियन्ताज्यूले भनेको कुराको म जवाब दिएँ। कुनै पनि व्यवस्था मान्दिनँ भन्न पाउने अधिकार पूर्ण सबै नागरिकको छ। यदि राज संस्थाले यो देश बनाएको हो भनेर हामीले मानिरहेछौँ र नेपाल बनाएको इतिहास 100% राजाले बनाएको देश हो। यो राज संस्था सक्रिय राज संस्थाका बेला जनता र राजा मिलेको, नेता र राजा मिलेर बनाएको देश होइन।
तर आज हामीले यो देशमा अन्य मान्छेहरू चाहिँ गणतन्त्र मान्ने मान्छे चाहिँ किन बस्छौ भनेर क्वेसन सोध्न मिल्छ? मिल्दैन। हो त्यस्तै राज संस्था चाहियो भन्ने मान्छे पनि संसदमा बस्न मिल्छ, तलब खान पाइन्छ, भत्ता खान पाइन्छ, संसदबाटै यो व्यवस्थाको अन्त्य गर्न पाउने पूर्ण अधिकार छ। त्यो भए हुनाले मैले अहिले पनि भन्दैछु, किनभने यसरी तपाईँको व्यक्तिगत टिप्पणीमा यदि जाने हो भने त्यसो भन्दा ज्ञानेन्द्र साई अहिले किन आउनु पर्यो मलाई थाहा छ त। स्टेजमा बहेका 1 2 3 4 जना हामी छौँ, 4 मध्ये 3 जना साथीहरू चाहिँ संहिताको पक्षधर हुन्। उहाँको पार्टी पनि पक्षधर हो, उहाँहरूको आन्दोलन पनि पक्षधर हो। म एकजना विरोधी हो, म आउँदिनँ थिएँ नि त। तर म किन आएँ भनेपछि फरक ठाउँमा पनि आफ्नो विचार राख्नुपर्छ। तर यसको मतलब यो होइन कि तिमी स्टेजमै बस्न पाउँदैनौ, यो व्यवस्था मान्यो भन्ने कुरा चाहिँ राम्रो होइन। यो अहिले पनि बडा महाराज धिराजले भन्नुभएको थियो, 4 वर्ण 36 जातको फुलबारी हो, हामी सबै फुल हौँ, विविधता भित्रको एकताको देश हो। आज यदि एउटा मात्र पहिचान केही छ भने अहिले हामी यहाँ नेपालभित्र बस्दाखेरि हामी पहिचानको कुरा गर्छौँ। तिमी कुन जातिको, म कुन जातिको, अहिले यसो हेर्ने हो भने स्टेजमा पनि हामी हरेक जात जातिका मान्छे छौँ। तर यो देशको माटो छोडेर बाहिरपट्टि गयौँ भने हाम्रो एउटा मात्र पहिचान हुन्छ, त्यो हो नेपाली, एउटा मात्र देश हुन्छ, त्यो हो नेपाल। आज हामी यो पहिचान किन भन्न सक्दैनौँ? आज पहिचानको कुरा गर्नेलाई एउटा कुरा म जबरजस्त छिराइदिन्छु ल, यहाँ 81% हिन्दू भएको देशमा तपाईँहरूको पहिचान कहाँ छ? आज सक्नुहुन्छ? दम छ? पहिचानको कुरामा सक्नुहुन्छ? ल अस्तिको टाढाको कुरा छैनस्, नेपालमा गौमातालाई आज पनि यो देशको 81% हिन्दू, झन्डै 9-10% बुद्धिस्ट र नेपालभित्र भएका जति पनि मुसलमान दाजुभाइहरू हुन्छ उहाँले पनि मान्नुहुन्छ। यो माता हो भनेर हामीले पूजा गर्ने चिजलाई काट्ने मात्र होइन, गल्ली गल्लीमा काट्छौँ 77 जिल्लामा भन्दाखेरि आज पहिचानको कुरा गर्ने साथीहरू संसदभित्रै हुनुहुन्थ्यो। कहाँ हुनुहुन्थ्यो? पहिचान भनेको जात जाति बिचको लडाइँ गरेर गौरको हत्याकाण्ड गर्नु पहिचान होइन। पहिचान भनेको देश हो, पहिचान भनेको नेपाली हो। एउटा मात्र पहिचान छ नेपाली, एउटा मात्र देश छ नेपाल। हामीले यही मान्ने हो। हस्, धन्यवाद। म बलरामजीसँग जान चाहन्छु। यो सङ्घीयता कार्यान्वयनको सन्दर्भमा विपक्षीको किताबाट 2टा प्रश्न उठेका छन्। एउटा, पहिचानको नाममा मौलिक भाषा, सभ्यता, सम्प्रदायमाथि विकृत प्रयासहरू भइरहेका छन् भन्ने कुरा छ। अर्को कुरा, यो सङ्घीयतासँग जोडिएको पाटो वित्तीय अनुशासन भएन र आर्थिक भार यसले थोपर्यो भनेर भनिएको छ। नागरिकको दिनचर्यासँग यो सङ्घीयतालाई कसरी जोड्ने त? बुदामा बताउनुहोस्। सबभन्दा पहिला यो केन्द्रीयता मान्ने जुन मानसिकता छ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा, सङ्घीयतालाई एक्सेप्ट गर्नलाई पहिला केन्द्रीय मानसिकतालाई छोड्नु पर्यो। महेन्द्रवादी जुन सोच छ यसलाई चाहिँ एट फर्स्ट छोड्नु पर्यो। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महेन्द्रवादी एकात्मक केन्द्रीयतालाई को कुनै गुन्जाइस छैन। यसमा 1 मिनट आउँदैछु। अर्को कुरा, भारको कुरो गर्नुभयो तपाईँ। अब यसलाई बदनाम गर्नको लागि, सङ्घीयतालाई बदनाम गर्नका लागि 2टा शक्तिहरू, एउटा त उहाँको राजतन्त्र पक्षीय केन्द्रीय एकात्मकतालाई मान्ने राजा त भगवान विष्णु अवतार, अरे बाबा, विष्णु अवतारलाई त्यो राजदरबारमा भित्र चाहिँ मारिदिने कन्ट्रोभर्सी कुरो। अनुभव सम्प्रदाय हिन्दूको कुरो गरेर नरेन्द्र मोदी, मेरो प्रश्न आजको यो टटकारो समस्यालाई समाधान कसरी गर्ने यदि बचाउने हो भने प्रश्न त्यति हो। म आउँदैछु। पहिला विद्रूप संहिता आयो, एट फर्स्ट करेक्सनमा जानु पर्यो। जुन अन्तरिम संविधानमा भनिएको थियो पहिचान र सामर्थ्यता, जसको लागि पूर्वकाल लिम्बुवानहरू लडिरहेको छ, राम्रो मत पनि इलाममा ल्याएछ। यो ध्यान राख्नु होला, मधेसले विद्रोह गरिएछ। भोलि गएर उत्पीडित समुदायहरू लिम्बुवान खुम्बुवानहरू जुन छ, जसको चाहना पुरा भएछ न, मधेसको सानो चाहना पुरा भएछ। त्यसकारण यो राज्यले, यो अहिले पनि राजतन्त्रमा न खस बाहुन राज्य सत्ता थियो, त्यही मानसिकतामा अहिले पनि चलाइराखेका छ। हामी भन्दैछौँ प्रचण्डजीहरूलाई र के भन्दैछ भने यता ओलीजीहरूलाई, तपाईँहरू त्यो मानसिकतामा परिवर्तन गर्नुहोस्। इलामको मतदाताले यो इन्डिकेट गरिसकेका छन्। त्यसकारण हामी के भन्दैछौँ भने तपाईँहरू यो उत्पीडित जनताको अधिकारको सवालमा
केन्द्रीयता लाद्ने काम नगर्नुहोस्। र उहाँलाई म फेरि भन्दैछु, उहाँले के उदाहरण दिएको थियो भने त्यो 4 जना जित्नेहरू राष्ट्र पञ्चायतमा त्यहाँ चाहिँ विरोध गरेर प्रजातन्त्रलाई त्यहाँ भत्ता खाएर होइन, सरकारमा गएर होइन, सरकारमा गएर द्याट इज भेरी कन्ट्रोभर्सी। यो विरोधाभास चरित्रलाई तपाईँहरू त्याग्नुहोस्, नत्र भने यहाँ सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुहोस् र यो व्यवस्थाबाट नै नेतृत्वको परिवर्तन गर्न सकिन्छ। अझै म नागरिक अभियन्ताको हैसियतमा के भन्दैछु भने यो नेतृत्व परिवर्तन, यो बुढा टेस्टेड रिजेक्टेड जुन छ हाम्रो, उनीहरूले तुरन्तै छोड्नु पर्यो। पार्टीको नेतृत्व, देशको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुहोस्। युवा पुस्ताले यो देशलाई चलाउने क्षमता राख्छ। हुन्छ, धन्यवाद। नगर प्रमुखज्यू, म तपाईँसँग आउँछु, त्यसपछि ज्ञानेन्द्र साईज्यूसँग आउँछु। अहिलेको यो सङ्घीयतालाई कार्यान्वयनमा लैजानको निम्ति, जनजीवनसँग जोड्नको निम्ति, संस्कृति, भूगोल, सभ्यता, आर्थिक अवस्था र शिक्षासँग जोड्नको निम्ति के गर्ने? मलाई 1 मिनट भित्रै यसको जवाफ दिनुहोस्। प्रश्न गम्भीर छ, 1 मिनटमा नटुङ्गेला, तथापि पनि म कोसिस गर्छु। संहिताको आयु बडा बाल्यकाल भन्दा पनि कलिलो बाल्यकालमा छ, न कि 240 वर्ष शासन जस्तो वृद्धावस्था पुरा गरेको छ। हामी बुझ्नुपर्छ 240 वर्ष शासनबाट आक्रान्त भएको नेपाली नागरिकले यो 8-10 वर्षभित्र हाई एक्सपेक्टेसनमा सबै कुरा खोजिरहेका छौँ। आवश्यकता जायज छ, माग जायज छ, समय लाग्छ, बुझिदिनुपर्छ, किनभने संहिता बाल्यकालमा छ, यो कुरा बुझिदिनुपर्छ। कृपया छोटोमा जानुहोस्, छोटोमा जानुहोस्। अर्को कुरा, संहिता अहिले हामीले ल्याइसकेपछि खोइ त प्रदेशहरूको अधिकार, खोइ त स्थानीय सरकारहरूको अधिकार थाहा छ तपाईँलाई? मेरो पालिकाको बजेट काठमाडौँबाट उहाँहरूले हाउसभित्र बसेर प्राथमिकीकरण तोक्नुहुन्छ। सशर्तका बजेटहरू दिन प्रतिदिन बढाउनु भएको छ। हामीलाई एउटा उदाहरण दिन्छु, मलाई मेरो पालिकामा उक्खुको लागि गत आर्थिक वर्षमा 10 लाख रुपियाँ पठाइएको थियो सशर्त अन्तर्गत। त्यसलाई त्यो हाम्रो क्याबिनेटले केही पनि गर्न सक्दैन, त्यो पैसा फ्रिज भएर गयो। यदि त्यसलाई निशर्तमा दिएको भए अथवा कृषिमा हामीले लागू गर्न पाएको भए हामी चाहिँ आफ्नो अनुकूलतामा त्यसलाई चाहिँ काम गर्थ्यौँ र त्यो बजेट चाहिँ प्रयोगमा आउँथ्यो। अर्थात् संहिताभित्र यी अधिकार क्षेत्रहरूलाई पनि हामी वञ्चित गरेका छौँ। केन्द्रीकृत मानसिकता अझै हामी त्यसबाट माथि उठ्नै सकेका छौँ। न हिजो एकात्मक शासनमा थियौँ, न आज भएका छौँ, होइन? र यति धेरै परिणामहरू खोजिरहेका छौँ। खोइ त मान्यजीलाई मेरो आग्रह छ, विनम्रतापूर्वक आग्रह छ, मैले आश गरेको एउटा देशको नेता मेरो दाइ पनि हुनुहुन्छ, उहाँ सङ्घीय निजामती ऐन कहिले ल्याइदिनुहुन्छ? मान्यज्यू, दुवै मान्यजीलाई मेरो आग्रह छ, संहितालाई सबल गर्ने त निजामती ऐन होला नि, यसलाई कार्यान्वयन गर्ने चरणमा त कर्मचारी प्रशासन होला नि, कहिले ल्याइदिनु? म टुङ्ग्याउँदैछु। अर्थात् संहितालाई सबल पार्नका निमित्त यिनै संविधानले ग्यारेन्टी गरेका मूलभूत कुराहरू परिपूर्ति गर्नतिर बहस केन्द्रीकृत नगर्ने र विषयवस्तुलाई कन्ट्रोभर्सी क्रिएट गरेर राम्रो वक्ताको रूपमा ल्याएर अनावश्यक विषयवस्तुलाई मिडियाबाजी गरेर यो व्यवस्थाप्रतिकै प्रहारले मात्र सोल्युसन दिएन। यो व्यवस्थालाई हामी मजबुत गरौँ। प्रदेशको औचित्य कतिपय सन्दर्भमा साथीले दिएन। तपाईँको कुरालाई मसँग आयोजकले मलाई समयको निम्ति निकै टोकिसक्नु भएको छ। कानुन बनाइदिनुहोस्, प्रशस्त क्षेत्राधिकार दिनुहोस् र हामी काम गर्न सक्छौँ भन्दै हुनुहुन्थ्यो। ज्ञानेन्द्र साईज्यू, यदि यति ठुलो 10 वर्ष सशस्त्र युद्ध र मधेस आन्दोलनको कुर्बानी पश्चात आएको सङ्घीयतालाई नफालेर सुधारेर जनतासँग जोडेर जाँदा के बिग्रिन्छ? होइन, यसो छ, हाम्रो एउटा संस्कृतमा एउटा श्लोक छ, एत देश परशुतानाम सोमकाशदग्र जन्मनः सोम सोम चरित्र शिपछेरन पृथिव्या सर्वमानव भा भन्छ। यो माता जानकीको जन्मभूमि भएको देश हो यो। आज हामी अमेरिकाको फोटोकपी गर्दैछौँ। यहीँ अघि मेयर साहबले भन्नुभयो, यहाँ स्थानीय तहको प्रमुखज्यूले, सशस्त्र अनुदान हामीले अहिले पनि भनिराखेका छौँ, स्थानीय तह अझ पावरफुल बनाउनुपर्छ। अब सङ्घीयता लडेर ल्यायो भन्दैमा भोलि लडेर चाहिँ ब्याङ्क चोर्न पाइन्छ भने चोर्न दिने, त्यो चाहिँ केका लागि आयो भन्ने कुरा हो। पहिला सबभन्दा पहिलो म आज बन्दुक हान्छु, गोली बोक्छु अनि म चाहिँ ब्याङ्क लुट्छु भन्यो भने अनि ब्याङ्क लुटेको सही हो भन्ने होइन। र अर्को एउटा कुरो चाहिँ धेरैले यहाँ भन्नुभयो, अवस्था सुधार्ने व्यवस्था पर्दैन भन्नुभयो। टाढा जानु पर्दैन, अहिले तपाईँहरूकै सरकारलाई हेरे हुन्छ नि, गिरिबन्धु टी फाइल आजसम्म छोएको छैन,
नेताहरूका फाइलतिर छोडेर यता यसो बाटो बाङ्गो गरेर उतातिर पुगिन्छ कि भन्ने लागिरहेछ होइन। नेताहरूका फाइलहरू खोल्ने भनेर हामी नयाँ साथीहरू आएका हौँ, चाहे जुनसुकै पार्टीबाट होस्, चाहे राप्रपा होस्, चाहे रासपा होस्, चाहे स्वतन्त्र मान्छे होस्। यी पुराना नेताहरूले देश लुटे, यिनीहरूलाई तपाईँको उभ्याउनुपर्छ कटघरामा भनेर आएको हो। मैले त आज के हेरेँ भने यसो हेरेको, कोहीले पक्राउ गर्नु भएको छैन भनौँ। नारायण काजी श्रेष्ठको इतिहास देखाइदिन्छु। उहाँ माओवादी पार्टीको, म अपोजिट पार्टी मान्छु, तर उहाँको कामको प्रशंसा गर्छु म। किनभने बहालवाला नेपालको सांसदलाई अहिले पनि लगेर थुन्नु भएको छ, जसको नाम हो हाम्रो रायमाझीजी, आज पनि जेलमा हुनुहुन्छ नेकपा एमालेको सांसद रायमाझी होइन, टोपबहादुर रायमाझी। पूर्व गृहमन्त्री र नेपाली काङ्ग्रेसको शक्तिशाली नेता बालकृष्ण खाँडलाई थुन्या हो। तर आज चाहिँ हामी कहाँ छौँ त? नेताका फाइल आउने बित्तिकै बाङ्गोतिर लागेका छौँ, अनि उतातिर बाङ्गो, यतातिर लागौँ, यतातिर लागौँ। त्यही भएर अहिले पनि अमेरिकाको राष्ट्रपति संसारको बुढो राष्ट्रपति मध्ये एकजना हो, जो बाइडेन। तर उहाँहरूको सिस्टम बनेको छ। त्यसमा सिस्टम बनिसकेपछि जोसुकै मान्छेको पनि काम हुन्छ। फेरि सिस्टम कसले बनाउने भने व्यवस्थाले बनाउने हो, जग व्यवस्थै हो। तर यो व्यवस्थामा हामीले कसरी किन सक्दैनौँ भन्ने कुरा कहाँनिर मैले जोडेको हो भने खर्चिलो भयो नम्बर 1। नम्बर दोस्रो के भने नेता तथा कार्यकर्ता सेटलमेन्ट भयो। उहाँ मेयर साहबले भनेको कुरामा म कहाँनिर सहमत छु भने स्थानीय तहको सरकार बलियो भयो भने संघीयताको मर्म पुग्छ। प्रदेशको आवश्यकता छैन। स्थानीय सरकार त जनताले काम गर्ने हो नि। जस्तो यहाँको मेयरको के हो अधिकार, उक्खु छ, यहाँ लगानी गर्ने उक्खु छ। यहाँ उक्खुमा तपाईँको 10 लाख पैसा आयो, मैले के गरौँ भन्नुभयो। अब म जुम्ला गएँ भने स्याउमा पैसा 2 लाख आयो भने मैले के गर्ने? अहिले हो स्थानीय सरकारलाई चाहिँ बलियो बनाउनु पर्यो। स्थानीय सरकारलाई अझ बलियो बनाउनु पर्यो। प्रदेशको काम छैन, चाहे तपाईँ जेसुकै भन्नुहोस्, प्रदेशले देशको खर्च मात्र बढाउँछ, नेता मात्र सेटल हुन्छ, यसो काम छैन। त्यो भए हुनाले म अनि अर्को कुरा, अभियन्ताजीले चाहिँ अहिले बोलेको अलि मलाई डर पनि लाग्यो है। यहाँ राजविराजमा छु, पहिला पहिला म अभियान हुँदाखेरि माओवादीले यसरी नै तर्साउने गर्थे। पेस्तोलै देखाए जसरी तिमी स्वीकार गर, स्वीकार गर, स्वीकार गर भन्नुभयो के। स्वीकार गर्ने नगर्ने मेरो अधिकार, म गर्दिनँ, मेरो अधिकारको कुरा हो। त्यो भए हुनाले म अहिले पनि भन्छु, स्वीकार गर्ने नगर्ने मेरो अधिकार। उहाँले गणतन्त्र राजा मान्नुहुन्न भने मैले तपाईँले राजा मान्नुपर्छ, खुर्क मान्नुहोस् भन्न पाइँदैन। उहाँको आफ्नो अधिकारको कुरा हो, मान्ने नमान्ने, दिने नदिने उहाँको अधिकारको कुरा हो। त्यस्तै मैले यो व्यवस्था स्वीकार गर्ने नगर्ने मेरो कुरा हो। लोकतन्त्रमा मात्रै हो, राजतन्त्रमा यस्तो होइन। होइन, राजतन्त्रमा पनि, लोकतन्त्रमा मात्रै हो, राजतन्त्रमा पनि थियो, राजतन्त्रमा पनि थियो। र अहिले पनि काठमाडौँ महानगरपालिकाकी मेयर हाम्रो दाहालजी राजाको विरोध गरेर नै मेयर भएको है, हेर्नु होला अहिले निलम्बन गर्थ्यो है, मेयर भएको, सांसद भएको। त्यतिखेरको पञ्चायतकालको सांसदमा पनि राजा चाहिँदैन भनेर बोल्न पाइन्थ्यो। ठिक छ, धन्यवाद। तपाईँसँग एउटा सानो टिप्पणी लिन चाहन्छु नागरिक समाजकै व्यक्तिसँग। उहाँले अहिलेको अवस्थामा प्रादेशिक संरचना फाल्नुपर्छ, यसलाई सुधारेर जान सकिन्न भनेर भन्नुभएको छ। तपाईँलाई होइन, म उहाँलाई प्रश्न गर्दैछु, यदि प्रादेशिक संरचना फालेर स्थानीय तह र सङ्घ मात्र राखेर यो देशलाई सञ्चालन गर्न सकिन्न भने किन, बुदामा बताउनुहोस्। अब मैले पहिले नै भनिसकेँ, संहिताको जुन बुझाइ छ नि, केन्द्रीकृत एकात्मक व्यवस्था बुझ्ने मान्छेले के छ भने सुतेको मान्छेलाई जगाउन सकिन्छ, तर सुतेको नाटक गरेको मान्छेलाई बिजाउन सकिँदैन। यही मेन कुरो हो। सबैभन्दा अहिले दुनियाँको सर्वोत्कृष्ट व्यवस्था भनेकै संघीय लोकतान्त्रिक व्यवस्था। एउटा म भन्दैछु, तपाईँले भन्न खोजेको प्रादेशिक संरचना बिना मुलुक चलाउन सकिन्न भन्ने कन्क्लुजन हो। हस्, धन्यवाद। यसको विकल्प छैन। धन्यवाद। अब म तपाईँलाई जोड्न थालेको छु। देशमा सुशासन कहिले आउँछ र तपाईँहरू संघीयताको पक्षमा उभिँदा नयाँ दल हुनुहुन्छ, संघीयताले राम्रोसँग परिणाम दिन सक्ने कानुन कहिले बनाइदिनुहुन्छ सर? यहाँको प्रश्नको जवाफ यति सहज छैन, तर मैले दिएको जवाफले नै यसलाई न्याय हुन्छ भन्ने मलाई लाग्दैन। तर म पृष्ठभूमिसँग जोड्न चाहन्छु। यहाँले जे कुरामा विवाद गरिराख्नु भएको छ र जे कुराको प्रश्नको जवाब खोजिराख्नु भएको छ, 753 पालिकालाई स्वयं छोड्ने र त्यसपछि अनि सिधै केन्द्रले फेरि त्यसलाई शासन गर्ने हो भने, केन्द्रसँग सिधै 753 पालिका जोड्ने हो भने फेरि यो गणतन्त्रको औचित्य के हुन्छ, लोकतन्त्रको औचित्य के हुन्छ? यो पाटोबाट यहाँहरूले हेर्नुभयो भने संरचनामा कहाँ सुधार गर्नुपर्छ भन्ने कुरा प्रश्नसँग देखिन्छ। 84मा हामी आइपुग्दै गर्दाखेरि
हामीले प्रदेशको संरचनामा कस्तो बनाउनु पर्छ त्यसको स्पष्ट खाका तयार पार्छौँ र हामी यहाँहरू माझ आउँछौँ। जसरी यहाँले अहिले भन्दै हुनुहुन्छ सुशासन कहिले आउँछ भनेर सोध्दै गर्दाखेरि यो सुशासन ल्याउने चाहना प्रत्येक नेपालीसँग हुनुपर्छ, प्रत्येक नागरिकसँग हुनुपर्छ, प्रत्येक राजनीतिक दलसँग हुनुपर्छ। रासपाले बोकेको एउटै मात्र उद्देश्य हो कानुनी सर्वोच्चता र सुशासन कायम गर्ने। यसको लागि थुप्रै लडाइँहरू लड्नुपर्छ र यो पद्धतिभित्र यो सिस्टमभित्रै रहेर लडाइँ लड्दै गर्दाखेरि मानसिकतासँग लड्नु परेको छ। अहिले प्रत्येक कर्मचारीको मानसिकतासँग लड्नु परेको छ, प्रत्येक नागरिकको मानसिकतासँग लड्नु परेको छ। म सानोभन्दा सानो उदाहरण दिन चाहन्छु। हामीलाई सपोर्ट गर्ने, हामीलाई साथ दिने, हामीलाई माया गर्ने ती हातहरू, ती मनहरू जसले हामीलाई मत दिउँ भनेर आउँदै गर्दा मेरो भाइ या मेरो दाजुको सरुवा किन गर्दैन भनेको कारणले म तिमीलाई भोट दिन भन्नेसम्मको मानसिकता हामीमा विकसित भइसक्यो छ भने मैले अघि जोडेको कुरा के हो भने ती सुशासन ल्याउनको लागि एक्लो प्रयास, एक्लो गृहमन्त्री, एक्लो सांसदले होइन, एक्लो सरकारले होइन, प्रत्येक नागरिकमा त्यो चेन्ज ल्याउनुपर्छ। त्यसकारण जति सक्दो चाँडो केन्द्रले सङ्घले तयार पार्नुपर्ने कानुन तयार पार्न सकियो भनेदेखि र बाँकी रहेका संहितालाई कार्यान्वयनमा लानुपर्ने सबै कानुनलाई जति सक्दो चाँडो हामीले कानुन तयार पार्न सक्यौँ त्यति चाँडो संहितालाई कार्यान्वयनमा लान सक्छौँ। म एउटा उदाहरण प्रस्तुत गर्न सक्छु। यतिखेर स्थानीय सरकारले र प्रदेश सरकारले आफ्नो कानुन आफै बनाउन सक्छ, तर संविधानको मूल मर्ममा रहेर बनाउन सक्छ। त्यसकारण र यदि त्यो जनप्रतिनिधि क्यापेबल भएन र आम जनताको भावना बुझ्न सकेन भने आवधिक निर्वाचनले उसलाई फ्याँक्न पाउँछ। आज जनताको छोरो जुनसुकै वर्ग, जुनसुकै जात, जुनसुकै धर्म, जुनसुकै समुदायमा जन्मिएको होस्, आज जनताको छोरो सर्वोच्च तहमा रहन सक्छ र शासन गर्न सक्छ। भोलि उसले यो देशले चाहे अनुसार उसले शासन व्यवस्था चलाउन सकेन र जनताको चाहना अनुसार उसले शासन व्यवस्थामा काम गर्न सकेन भने उसलाई फ्याँकेर फेरि अर्को त्यस्तो जनप्रतिनिधि ल्याउन सक्ने अधिकार यसरी दिएको यो व्यवस्थामा हामीले यो भित्र रहेर जति चाँडो कानुनी सर्वोच्चताको परिकल्पना गर्ने प्रयास गर्छौँ र प्रत्येक नागरिकले जिम्मेवार हुने प्रयास गर्छौँ, त्यति चाँडो हामीले यो संहिताको सुन्दर पक्षलाई अवलम्बन गर्न सक्छौँ। धन्यवाद। म यति नै कुरा राख्छु। धन्यवाद। आफैमा गम्भीर विषय छ र यो गम्भीर विषयमा यति छोटो समयको छलफलले यसलाई सबै विषयहरूलाई साङ्गोपाङ्गो केलाउन सकिन्न। आजको यो बहसमा सहभागी सबैजना भइदिनु भयो र तपाईँहरूले पनि निकै धैर्यताका साथ यो कार्यक्रममा सहभागी भएर सुनिदिनु भयो। थोरै राख्नै पर्ने कुरा भएको कारणले म 1 मिनटमा मैले 1 मिनटमा टुङ्गाएँ। अघि ज्ञानेन दाइले भन्नुभयो तपाईँहरू सबैजनालाई धन्यवाद। आजको यो सत्र यही सकिएको छ। तपाईँहरू सम्पूर्णमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। हजुर धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा छौँ। स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न विषयमा विचार विमर्श र बहसको वातावरण सिर्जना गर्दै सप्तरीमै पहिलोपटक बिना फाउन्डेसनको आयोजना छिन्नमस्ता गाउँपालिका, सप्तरी युथ तथा राजविराज नगरपालिकाको सह आयोजनामा भइरहेको सप्तरी विचार उत्सवमा फेरि पनि एकपटक अपने लोकनिके स्वागत अछि। कति सुमधुर भाषा छ मैथिली भाषा, एकदमै प्राचीन सभ्यता बोकेको मिथिला सभ्यता र यही मिथिला सभ्यता र पहिचान रहेको छ अबको प्यानल छलफलको विषय। बाँकीको समय यस सेसनको सहजकर्ता पत्रकार घनश्याम मिश्राज्यूलाई हस्तान्तरण गर्दै आजको लागि यहाँहरू माझबाट बिदा माग्न चाहन्छु। आजकी कार्यक्रम प्रस्तुता म जेनिसा सुमन र भोलि फेरि पनि भेट हुने नै छ। हस्त धन्यवाद। हेलो, धन्यवाद जेनिसा। समय बहुत लेट सेट भ रहल अछि, तथापि हम सब हमर सबके जे सेशन अछि आज आपके हम बेसी भूमिका निभाइन हम सीधे विषय प्रवेश कर चाहब। सबसे पहिने हम एहि मंच पर बजाबऽ चाहबनि मैथिली के अभियानी मैथिली एसोसिएशन विराटनगर के अध्यक्ष आदरणीय प्रवीण नारायण चौधरी जी के हम मंच पर बजाबऽ चाहबनि। तहिना जखन मैथिली के बात होइ छै, मिथिला के बात होइ छै त खास कऽ मिथिला अभियानी मैथिली अभियानी करुणा झा के चर्चा सेहो लेबऽ पड़त। हम सब दोसर
हमारे सबके सेशन में जे महत्वपूर्ण वक्ता के रूप में छथि करुणा झा जी के हम बजाबऽ चाहबनि तहिना